होती है। तर आइ हम पैनल डिस्कशन में जाब सहज करी के लिए हम बाबुल मिश्रा के दै छी। सब गोटे में नमस्कार। ई 2 दिन के कार्यक्रम क्या है अंतिम सत्र छियै आ सत्र से निश्चित रूप में ई 2 दिन के जे मेहनत है तकर किछ निष्कर्ष निकलते तो अपने सबसे अनुमति लऽ कऽ ई अंतिम दिनक अंतिम सत्र में जे विचार ई उत्सव भऽ रहल छै तै पर एहिठाम के युवा नेतृत्व आ किछ जिम्मेवार निकाय के व्यक्ति सबसे सेहो हम सब प्रश्न उत्तर करब। सबसे पहले हम सबल नेपाल से एहिठाम प्रतिनिधित्व कर रहल परमेश्वर झा जी लग जाब। बाबुल जी एक हमें संबोधन करे छूट गए परमेश्वर झा हमें बहुत चर्चा के विषय करे छे। हम जे आई ठाम पर छे जे ठाम पर छे आई से हम विगत चर्चा करब। बाल चेतना समूह से आयल व्यक्ति आई ई जे ठाम हमरा मिलल छे एकटा ओकरो हमरा सहभागिता करबे के लेल आई हम ई पत्रकारिता क्षेत्र में जे छे उनको एकटा बहुत बड़का योगदान छे ओकरा हम नमन करे अपना शर्त आगे जारी करू। सब निकाय के किछ न किछ भूमिका है छे तकर बाजे एकटा समाज सुंदर बन सकैया। एठाम अपने सब बहुत जिम्मेवार आदमी सबके सुनलो तई के क्रम में हमरा सब संगे छथि सबल नेपाल के परमेश्वर झा जी। पहिल प्रश्न अपने से परमेश्वर झा जी जे कतो न कतो एखुनका सप्तरी के अवस्था देखबे तो पाछा जा रहल छे एनजीओ के क्षेत्र में या गैर सरकारी संस्था सबके सेहो बहुते लगानी भ रहल छे सप्तरी जिला में तैयो सुधार जे कहबे ओ नहीं के बराबर के अवस्था में छे। अपने सब सेहो एकटा संस्था के प्रतिनिधित्व करे छिए कतऽ कमी रहे छे जे एते बजट खर्चा भेला के बादो ओकर जे उपलब्धि होना चाहिए से नहीं है छे अपने के धारणा। हेलो धन्यवाद। सर्वप्रथम तो आयोजक हमरो एहन सम्मानीय मंच में बजबाक अवसर दिलक एहि के लेल हम आयोजक प्रति अपन हृदय से हम आभार प्रकट करै छी। और निश्चित रूप में अपने जे प्रश्न केलौं ई बहुत नीक क्वेश्चन छिए। क्वेश्चन के लिए हम सबसे पहले अपने के धन्यवाद देना चाहे छी। और अपने कहलिए ई सप्तरी जिला लेकिन जब समग्र में देखबे तो देशे में एखन अवस्था गंभीर अवस्था भ रहल छै। काल्हि से सीरीज ऑफ द अपने सब देख रहल छी एखन चर्चा पैनल डिस्कशन भेलै और हरेक पैनल डिस्कशन में जब ओकर सार बुझबे तो सब कियो ई कतौ न कतौ अपन अहाँ के ई वितृष्णा पोखलकै जे ई नहीं छै ई नहीं भेलै ई नहीं भेलै। निश्चित रूप से अखन हमर अहाँ के देश के अवस्था गंभीर एकटा मोड़ में आबि के छै। अब ई एकटा मोड़ में एहन मोड़ में छै आबै वाला दिन निश्चित रूप में हम सब देख रहल छियै जे सुधार हेतै। आशावादी रही कोनो भी चीज के हम अहाँ सकारात्मक रूप से देखबै तो पक्के वो सुधार हेबे करते। और जते भी एठाम कार्यक्रम में जुड़ल आदमी सब छिए सब एकदम सकारात्मक सोच के व्यक्तित्व सब छिए तै द्वारा एहन एकटा पैघ कार्यक्रम के सप्तरी जिला में आयोजना भ रहल छै। हम प्रश्न के उत्तर दिस जाब जे काम अहाँ के 2 किस्म से भ रहल छै हमर अहाँ के सप्तरी जिला में। एकटा बजट के बात कहलिए हम ओइसे पहले युवा के बारे में कहै छी। पिछला जनगणना के जो अवस्था देखबै तो 42.56% अहाँ के युवा जनसंख्या नेपाल में छै। ऐसा पहिलुका 40.3 रहे यानी 2% युवा बढ़ल छै। एट द सेम टाइम हम अहाँ जो युवा के अवस्था के बारे में जब एकटा देखबै अवस्था की छै तो औपचारिक रूप में कहे छै अहाँ के 48 लाख से 50 लाख विदेश गेल छै लेकिन अनौपचारिक रूप से की कह रहल छै तो 80 लाख युवा अखन अहाँ के विभिन्न देश में काम कऽ रहल छै। तो एकटा यथार्थ हमरा अहाँ के युवा के लेल ई छै। दोसर बात विगत 1-1.5 दशक से एकटा युवा के मानसिकता एहन के परिवर्तन भ रहल छै अपने के एक किस्म के वितृष्णा जाग गेल छै। एक तो पैसेंस नहीं रहले कोनो भी चीज में हम अहाँ धैर्य करेला बिसरि गेल छियै। दोसर बात अहाँ ककरो प्रति सकारात्मक टिप्पणियों के अवस्था रहे छै ने एकटा हम सकारात्मक ककरो कहबै सेहो एकदम अवस्था हटि गेल छै। कोनो भी काम हम अहाँ करियो
तब क्यों भी काम करते, चाहे गैर सरकारी संस्था हो, स्थानीय निकाय हो, संघीय हो, ओकर हमरा अहाँ के वेट एंड सी के रूप में कनी देखबै जे की भए रहल छै, ओ तक हम अहाँ नहीं करै छियै। तुरंत जे चीज हम अहाँ के रिएक्शन दे दै छी। जेना इहा प्रोग्राम के बारे में कार्यक्रम के बाद जब शुरू भेलै तऽ एहिठाम अहाँ सामाजिक संजाल देखियो तऽ एकदम पक्ष विपक्ष छै, लोग के पैसेंस नहीं भए रहल छै, आखिर की भऽ रहल छै। कम से कम 10 दिन देखियो न जे एकर की नतीजा छै। क्यों भी कोनो भी काम करे छै, कोनो भी काम के शुरुआत करे छै तऽ निश्चित रूप से एकटा उद्देश्य के साथ करे छै। और यदि कोनो एकटा उद्देश्य छै तऽ एकटा उद्देश्य के परिपूर्ति करे के लेल हम आइ एकटा गाछी रोपबै तऽ काल्हे फड़तै से जरूरी नहीं छै, ओकरा एकटा टाइम लागतै। लेकिन हमरा अहाँ के वो पेशेंस नहीं रहलै। और सबसे समस्या युवा समस्या में की छै, ई वितृष्णा लेकर एकटा अहाँ के देखा सीखी के एकटा एते बड़का समस्या एखन हम देख रहल छियै। कोनो चीज में पैसेंस नहीं करे ला चाहे छै। लोग के साथी के यदि कनी रहन सहन नीक देखते तो हमरो ओ कोना है तै दिस जाइ छै। अब ओ पूरी परिपूर्ति करबा के लेल ओ हमरा है कह के लेल ओ विभिन्न किस्म के बाट अपनाबै छै। केओ गलत तरीका अपनाबै छै, केओ विदेश जाइ छै। मतलब एहिठाम हम किछु करबै से आब एकटा ई समस्या एकदमे हम विकराल के रूप में देख रहल छियै। और एहि के एड्रेस करे वाला के छियै तो हमर अहाँ के नीति छियै, हमर अहाँ के राजनीति दल छियै, हमर अहाँ के सरकार छियै। लेकिन सरकारों के ई चीज में हमरा अहाँ के जे देखबै तो युवा अखन प्राथमिकता में नहीं छै। प्राथमिकता में छै तो युवा के यदि अहाँ वर्ग सब देखबै तो जे किछु पहुँच वाला छै, जे किछु अगुआ छै ओ अगाड़ी छै। युवक में बहुत किस्म के एहन वर्ग छै, जेना दलित युवा छै, अपांगता भेल व्यक्ति सब छै, विभिन्न किस्म के अहाँ के लैंगिक अल्पसंख्यक सब छै, ओ और बैक भए रहल छै। ओकरा मन में और अहाँ के एकटा गैप बढ़ि रहल छै। ई एकटा विभिन्न किस्म के समस्या सब अखन युवा में निश्चित रूप में छै। म युवा अभियन्ता मोहन सरसँग प्रश्न गर्न चाहन्छु। विगत 2 वर्षमा 14,75,000 युवा विदेशी छन् मोहन सर। यो तपाईँ म युवा अभियन्ता हुँदा पनि यो विगत 2 वर्षमा 14,75,000 युवा जुन विदेशिएका छन् नेपालमा 2.5 वर्ष अगाडि एउटा ठुलो ज्वलन उदाहरण थियो। कान्तिपुरमा एउटा प्रकाशित भएको थियो। युवा छोरा विदेशमा हुँदा डाकबत्ती समेत छोराले दिन सकिएन आमालाई। आमा बुवा यही नेपालमा थिए, छोरा विदेशमा हुँदा हामीले धेरै ज्वलन्त उदाहरण देख्दा हुन्छ मोहन सर। तर यो युवाको जुन हाम्रो जेनेरेसन छ, यो 40 देखि 60 20 देखि माथिको जुन युवाको 20 देखि 40 यो बिचको जुन जेनेरेसन छ, सबै अहिले खाडीमा हुँदा हाम्रो देशको विकास कसरी हुन्छ? धन्यवाद। सबभन्दा पहिला तपाईहरुलाई यो 70 विचार उत्सवमा पाल्न हुने सम्पूर्ण हाम्रा अग्रज आगन्तुकहरू जुन आएर यहाँ आफ्नो विचार पस्केर गइसक्नु भएको छ, उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र तपाईको जुन प्रश्न छ, यो देशको स्थिति अहिले हेर्दा देशको मेन गोल नै छ युवा जति छ त्यो सबै बाहिर गएर जाओस् र हामी नेताहरू यहाँ बसेर राज गर्ने, मौज गर्ने, मस्ती गर्ने। युवाको यहाँ केही कामै छैन। यो मेरो गोल होइन, यो सरकारको नीति हो। यो कुरा तपाईले पनि थाहा छ, मलाई पनि थाहा छ, यहाँ जतिजना हुनुहुन्छ अहिले प्रायः सबैले थाहा छ। किनभने युवालाई चलाउने देशमा राख्ने भनेपछि त युवाको लागि रोजगारको व्यवस्था गर्नु पर्यो। युवाहरू बाहिर कसरी जाँदैन, यही बसेर कसरी रोजगारमूलक हुन्छ त्यसको व्यवस्था गर्नु पर्यो। अब यहाँ हामी अहिले उदाहरणै सानो उदाहरण हेरौँ न, यो देश सँगै लोकतान्त्रिक गणतन्त्रमा गइसकेको छ र जनप्रतिनिधिहरूले पनि अब जनता त्यही भएर चुनेको छ कि तपाईहरु राम्रो विकास गर्नु, राम्रो काम गर्नु, युवाहरूलाई रोजगारी दिनुस्, महिलाको समस्या समाधान गर्नुस्। तर हाम्रो देशमा अहिले उल्टो शासन चलिरहेछ। यो कुरा कसैसँग लुक्या छैन। अब हामी एकछिन यहाँ जोरले बोलेर भाषण दिएर जाने त धेरै हेरे, अहिले पनि हेरिरहेको छौँ, त्यो स्थितिमै छौँ हामी। तर यसरी निहालेर हेर्दाखेरि राजनीतिक अब भन्दाखेरि नेपालमा राजनेता कोही छ भन्नु पर्दाखेरि मेरो नजरमा त्यस्तो नेता कोही पनि नजर छैन नेपालमा। किनभने जो थियो त्यसलाई यहाँका केही शासक वर्गहरूले पठाइदिएको छ, माथि छैन यहाँ। र युवाहरूलाई यहाँ त्यस्तो न त बजेटमै त्यस्तो व्यवस्था गर्छ, न त हाम्रै अरूको कुरा त हामी छोडिदिउँ, पछि कुरा गरौँ। सङ्घीय सरकारको कुरा छोडिदिउँ, स्थानीय तहमा हेरौँ न। स्थानीय तहमा पनि युवाहरूलाई 70 युवा राजनीतिक युवाहरू छ भने युवाहरू जहाँ
जागरुक छ, युवाहरू जहाँ काम गर्न सक्छ, सिप छ, सबै थोक छ। तर त्यहाँ पनि बाहिर कसले पिसी दिन्छ, कसले पैसा दिन्छ, त्यसमा नै केन्द्रित छ भन्ने कुरा एकदम क्लियरली सबैले थाहा छ। हाम्रा आदरणीय जति पनि यहाँ व्यक्तित्वहरू हुन्छ सबैले थाहा छ। हामी एउटा तैचुप मैचुपको राजनीतिकमा भोमुरीमा जुन फँसेका छौँ हामी, योबाट हामी ननिस्किन्छौँ। हामी बाहिर नआएसम्म जतिसुकै बखान गरे पनि, जतिसुकै ठुलो भाषण दिए पनि हुने बेला केही पनि छैन। यथार्थमा हामीले आफै मेहनत गर्नुपर्छ, हामीले आफै कमाउनुपर्छ, हामीले आफै खानुपर्छ। तपाईँले भन्नुभयो विदेश गएन भने युवाहरू यहाँ एकअर्काको खुनको प्यासा हुन्छ। विदेश गएन भने पैसा कहाँबाट ल्याउँछ? समस्या बढ्दै गइरहेछ, तर पैसा सबैको थोरै कम हुँदै गइरहेको छ। त्यस्तो स्थितिमा विदेश गएन भने के गर्छ कि राज्यले त्यस्तो गरिदिनु पऱ्यो, जुन अरू ठाउँमा हामीले धेरै घेरेको छ नि। थाहा पनि छ, हामी किताब पनि पढ्छौँ, कति इन्टरनेट पनि पढ्छ, हेरिरहेछौँ कि युवाहरूलाई नजान्दैको लागि त्यस्तो सरकारले नै एउटा नीति बनाउँछ, त्यो नीति अनुरूप जान नै मिल्दैन। त्यो युवाको कुनै रहर पनि छैन कि त्यो विदेशमा गएर खाडी पुलमा गएर काम गरेर आउने भनेर, त्यो रहर होइन, बाध्यता हो। यो कुरा तपाईँले पनि बुझ्नुपर्छ, हामीले पनि बुझ्नुपर्छ। र हामी यो विषयमा अब अहिले पनि सजग भएन भने, अहिले पनि हामी औल्याउ उनीहरूको राम्रो बाटोमा लगाउन सकेन भने यो देशको भोलिको स्थिति एकदमै भयावह हुन्छ। त्यो तपाईँले पनि थाहा छ, मलाई पनि थाहा छ, र यहाँ जति हाम्रा आदरणीय अग्रजहरू हुन्छ सबैले थाहा छ। तर अब हामी युवा जाग्नुपर्छ, हामी युवा उठ्नुपर्छ। हामी विदेशको कुरा त त्यति ठुलो होइन कि हामी रोक्न सक्छौँ, त्यसको लागि हामीले यहाँबाट आफ्नो मत अधिकार प्रयोग गरेर पठाएको छौँ। तर उहाँहरू पनि अहिले आफ्नै अब जाँदाखेरि एक्लै थियो, अब त्यहाँ पुग्दाखेरि मेरो यो अझै ठुलो जमात कसरी भन्छ त्यो विषयमा लागेपछि युवाको हो, महिलाको हो, जनजातिको हो, यो सबै बिर्सिने, खास गरी बिर्सिरहेको थियो। यो कुरा तपाईँ सबैले थाहा छ, मलाई पनि थाहा छ। तर हामी तै चुप मै चुप बेलामा छुइनँ, त्यही भएर हामी भन्छौँ, हामी अहिले पनि भन्छौँ, भोलि पनि भन्छौँ, पर्सि पनि भन्छौँ। किनभने यथार्थ हामी हेरेर त्यत्तिकै बस्न सक्दैनौँ। चाहे त्यसको लागि कसैले नराम्रो लाग्यो भने समस्या छैन हामीलाई, किनभने 24 घन्टाको जिन्दगी हो, आयु त्यही हो, भगवान्ले आयु दिएछ भने बाँच्ने हो, होइन भने मर्ने हो। सक्यो। फिर अपने लगे भाई, अपने लगे फिर भाई। त्यससे पहिला आप अखिलेश जी से अपने लगे फिर आल जते। धन्यवाद। अखिलेश जी अपने युवा से हो चाहिए, मुदा युवा रही तो अपने के राजनीतिक अनुभव चाहिए, शुरू से अपने राजनीतिक क्षेत्र में लागल चाहिए। तो ओहू के अनुभव के आधार में एकटा युवा का जे ठाम समाज में विकास के लिए भूमिका होना चाहिए, तैमें कत कमी है या फिर कौन निकाय के कमी चाहिए? जैसे लग रहा यहाँ आका कि कतन को तो सप्तरी बैक भेले है, में युवा के की भूमिका तय संदर्भ में अपने के विचार की छे? धन्यवाद। सबसे पहले हम ये आयोजना करे वाला बिना फाउंडेशन का हम सबसे बेसी धन्यवाद देना चाहिए जे आई 70 सनक जगह में एहन कार्यक्रम क्या ने एक युवा सबके जगावे वाला कार्यक्रम, 70 के भविष्य निर्धारण करे वाला कार्यक्रम, जे काल के दिन में 70 के भविष्य केना बनते ओकरा सब राजनीतिक से लेकर युवा से लेकर महिला सबके एक मंच पर आनिक छलफल करे के जे कार्यक्रम राखलक, एक लागि हम हृदय से हम फाउंडेशन के धन्यवाद दिल चाहे छी। बात रहल अहाँ प्रश्न जे हमरा कलहुँ, वास्तव में युवा महत्वपूर्ण सबसे बड़का कोनो भी राष्ट्र के अगाडि बढ़ावे के लागि, जिला के अगाडि बढ़ावे के लागि सबसे महत्वपूर्ण भूमिका युवा सबके है। आई अहाँ के विगत हम किछु दिन के अनुभव देखाबी। हम सब जे टाइम में अहाँ के लगभग 54, 57, 58 में हम सब जे टाइम में विद्यार्थी पॉलिटिक्स में रहिए, वही टाइम में अहाँ के सब संगठन के चाहे वो जते विद्यार्थी संगठन सब रहे, सब संगठन के एक यूनिट हम सब बैठक भेला और गलत प्रवृत्ति सबके विरुद्ध में हमरा सब संयुक्त आंदोलन, संयुक्त रूप में लड़े के प्रयास करे छलिए वही टाइम में। तकर बाद हमरा सब किछ दिन के बाद विद्यार्थी पॉलिटिक्स के बाद जब इम्हर हमरा सब एलिए, तकर बाद अहाँ के एकाएक की देखलिए जे युवा सब में जे जागरण होना चाहिए से जागरण नहीं देखलिए। एक 70 यूथ बहुत मेहनत के बाद 70 यूथ के युवा सब एक गठन कलके, ओकरा लगभग हमरा लगे संपूर्ण एक पार्टी के नहीं भैया सब पार्टी के एक यूनिट बनाया ओकरा संचालन कलके। वो अखन हम वो 70 यूथ के भी
हमर मोहन जी के हम धन्यवाद दिले चाहे छी जे ई अभियान एकटा आगाड़ी बढ़ेने छै। ओ अभियान के तहत अगर अपना सब अखनो अपना सबके एकटा की छै मन में की लागे छै अपना सबके जे हमरा सबके विकास नहीं भए रहल छै, हमरा सबके बजट नहीं आबै छै, हमरा सबके प्रदेश के बजट नहीं आबै छै, हमरा सबके केंद्र के बजट नहीं आबै छै, हमरा सबके जिला के विकास नहीं होइ छै, पालिका के विकास नहीं छै, वार्ड के विकास नहीं छै। ई विकास नहीं है के कारण जे अहाँ पुछलहुँ हमरा से, ए विकास नहीं है के कारण सबसे बड़का हमर अहाँ के युवा जे हम अहाँ एखन पूरा छोड़ देने छे, काल के उमेर बुढ़ापाका के हिसाब से जो छोड़ देने छे। आई बहुत साथी सबके हम बात सुनलिए जे पालिका में की काम है छै, शिक्षा स्वास्थ्य के विषय में काम है छै, लेकिन हमरा सबके भेदभाव है छै, हमरा सबके केंद्र से कोनो बजट नहीं दै छै। हम साथी सबके की कहले चाहब, लगभग 70 के प्रत्येक पालिका में के युवा सब, प्रत्येक वार्डा के युवा सबके एकत्रित कए के काल के दिन में विकास है छै किया नहीं एकर बारे में छलफल कर पड़े, पालिका स्तर में भी जाकर छलफल कर पड़े, विकास नहीं के मुद्दा सबको उठाबऽ पड़े। पालिका में बजट जाए छै, हम सब दोसर के दोष दै छियै, सबसे पहिने हमरा अहाँके अपना लग से सुधार शुरू करऽ पड़तै, जे हम सबसे पहिने सुधार शुरू करबै तकर बाद दोसर के उंगली देखाबै लए पाबै छै। अहाँके पालिका में अहाँके बजट आबै छै, प्रदेश सरकार के भी योजना आबै छै, केंद्र सरकार के योजना आबै छै, ओ नीक से संचालन होइ छै कि नहीं होइ छै, ओकर काम कर्तव्य जे छै से ओ समय में काम कर्तव्य अपन करै छै कि नहीं करै छै। शिक्षा क्षेत्र में तो शिक्षा क्षेत्र के जे पालिका के इकाई सब छै वो सब स्कूल में जाकर अनुगमन करे छै कि नहीं करे छै, वो सब सरकारी स्कूल प्राइवेट स्कूल सब में जाकर अनुगमन करे छै कि नहीं करे छै, तै में हमरा अहाँके ध्यान दिअ पड़तै। अगर नहीं करे छै तो स्वास्थ्य के क्षेत्र में पालिका के स्वास्थ्य संयोजक सब जाकर प्रत्येक वार्डा के स्वास्थ्य चौकी सब में जाकर स्वास्थ्य के अवस्था कीजिए। अहाँ देखू स्वास्थ्य के अवस्था जीर्ण भेल जाइ छै, शिक्षा के अवस्था जीर्ण भेल जाइ छै। पालिका सबके हाकिम साहब सबके जे जनता के कर से हमर अहाँ के कर से जे पालल जाइ छै, ओ करोड़ के गाड़ी चढ़े छै, 80 लाख के गाड़ी चढ़े छै, ओ साल में 12 लाख 15 लाख 20 लाख के तेल खर्च करे छै। लेकिन हम अहाँ ओहिठाम की होइ छै, युवा सब अखन तक आवाज उठना चाहिए से आवाज 70 में नहीं उठाब सकलिए। तै के लेल हमरा संपूर्ण युवा सबके एक ढिका 70 के संपूर्ण राजनीतिक दल के युवा सबके एकटा बीच में आन के सबके लैके ई प्रत्येक ठाम में अपना सबके आवाज यदि नहीं उठेबै, अपना सब काल के भविष्य ई 70 बनते के बनेते कतऽ से अते ई खोजते रहबै, अपना सब दुर्दशा में रह जेबै। म मोहन सर प्रश्न गर्छु। मोहन सर हाम्रो जयनारायण सर हुनुहुन्छ, सरी जयनारायण सर तपाईँ नीति निर्माणमा हुनुहुन्छ, राजविहार नगरपालिका वार्ड नम्बर 8 को वार्ड अध्यक्ष पनि हुन्छ, दोस्रो कार्यकाल हुनुहुन्छ। मोहन सरको साप्टी लिए प्रश्न, हामी युवाको भूमिका स्थानीय तहले पनि देखिदिएन। राजविहार नगरपालिकाको 2 पल्ट वार्ड अध्यक्ष हुँदा राजविहार नगरपालिका छेउमै जुन तपाईँले शहीद गेट जुन बनाउनु भएको छ, शहीद गेट झन्डै 1 करोडको शहीद गेट बनाउँछ, त्यही छेउमै औद्योगिक क्षेत्र छ। त्यो 1 करोड रुपियाँ त्यो औद्योगिक क्षेत्रमा राजविहार नगरपालिका र रूपनी गाउँपालिकाले संयुक्त रूपमा त्यहाँ कुनै एउटा सानो भए पनि ठुलो भए पनि बिजनेस खोलिदिँदा त्यहाँ त 50 जना युवा त कमसेकम रोजगारी गर्थ्यो नि हजुर। धन्यवाद। सर्वप्रथम त म आज बिना फाउन्डेसनद्वारा यो आयोजित 70 विचार उत्सवमा मैले पनि आफ्नो विचार राख्न पाउँदा साह्रै खुसी लागेको छ र म बिना फाउन्डेसनको हाम्रो वरुण दाइलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ कि हामीलाई यसरी यो विचारको उत्सव राखेर सम्पूर्ण हाम्रा देशका मान्यज्यूहरूदेखि लिएर युवा नेत्री, युवाहरू, त्यसपछि राजनीतिक कर्मीहरू, सबै सेक्टरलाई, पत्रकार महोदयहरू सबैलाई समेटेर यसरी कार्यक्रम ल्याउनु भएको छ। यो सोच ल्याउनु नै विकासको पहिलो खुड्किला हो। अर्को कुरो, हामी युवा स्कुल पढ्दा, क्याम्पस पढ्दा राजनीति गर्न अग्रसर्ने सबै सङ्गठनले रुचाउने भनेको हाम्रो सङ्गठन छैन भनेर क्याम्पसमा आफ्नो आफ्नो सङ्गठन बलियो बनाउने। त्यही युवा केही दिनपछि स्नातक त
अध्ययन गरिसकेपछि राष्ट्रिय राजनीतिकमा किन पछाडि धकेलिन्छ, किन राष्ट्रिय राजनीतिकमा युवाको पहुँच हुँदैन? जुन देशमा राजसत्तामा युवाको अधिकार सुनिश्चित गरिएको हुँदैन त्यो देश यसरी नै पछाडि पारिएको हुन्छ र विकास उन्मुख देशहरूमा पनि हामी पर्छौँ र यसरी नै पछाडि पारिएका हुन्छौँ। यदि हाम्रो देशमा 2072 को संविधानले जुन संविधान लेखिएको छ त्यसमा नै यदि युवाहरूको एउटा मापदण्ड तय गरेर एउटा सहभागिता कायम भएको भए, संविधानमा उल्लेख भएको भए पक्कै पनि यो देशलाई अगाडि बढ्नबाट विकास उन्मुखबाट कहीँ रोक्न सकिँदैन थियो। तसर्थ हाम्रो राज्य सत्तामा पहिलो चरणमा नै हामीले यसरी यो गोष्ठीको सुरुवात त गर्यो विचारको उत्सवको। यो विचार उत्सव हामी प्रत्येक वर्ष यसरी नै अहिले त हाम्रो मान्यजीहरू केन्द्रीयका मान्यजीहरूलाई पनि बोलाएर हामीले यहाँ नजिक उत्सव मनाउँदैछौँ। तर पक्कै पनि हामी सप्तरीवासी मात्रै बसेर प्रत्येक वर्ष जब नेपाल सरकारको नीति कार्यक्रम आउँछ त्योभन्दा अगावै बसेर हामीले यसरी विचार उत्सव राखेर आफ्नो विचार सहितका आफ्नो अवधारणा बनाएर केन्द्रलाई तताउने, राज्य सत्तामा आफ्नो पहुँच कसरी राख्न सकिन्छ, हाम्रो बजेटका रेखाङ्कन किन तल हुन्छ, हाम्रो जनसङ्ख्याको आधारमा हाम्रो बजेट दिनुपर्छ भनेर यसरी उत्सव गरेर हामी विचार राखेर 1 महिना अगाडि हाम्रो राज्यको नीति कार्यक्रम आउनुभन्दा अगाडि यदि गयो भने पक्कै पनि हाम्रो यो सप्तरी पछाडि पर्दैन। न हामी कहिले पछाडि थियौँ न हामी पछाडि कहिले हुनेछौँ। यसको लागि हाम्रो युवा पिँढी, हाम्रो युवाहरूको सहभागिता अति आवश्यक छ। यदि युवाको सहभागिता भयो भने पक्कै हाम्रो देश अगाडि बढ्छ। रहेको कुरो हाम्रो अब म प्रश्नतिर जाँदैछौँ। हाम्रो सौरभ भाइले बडा मार्मिक प्रश्न त राख्नुभयो, तर सँगै के छ भने हाम्रो स्थानीय निकाय यो देशले यो संहिताले यो संविधानले परिकल्पना गरेको 3 तहको सरकार अन्तर्गत हामी स्थानीय निकायको स्थानीय सरकार भन्छौँ। त्यहाँ के छ भने स्थानीय सरकार आफ्नो स्थानीय कोरिडोर मतलब एरियाभित्र मात्रै आफ्नो बजेट खर्चिनु पर्ने हुन्छ। त्यसले गर्दा हामी साझेदारी कार्यक्रम पनि गाउँपालिका नगरपालिकासँग गर्दैनौँ। यो केन्द्रले प्रदेशले यो परिकल्पना गर्छ, केन्द्रसँग हामी साझेदारी गरेर आफ्नो पालिकामा कार्यक्रम गर्न सक्छौँ, प्रदेशसँग हामी साझेदारी कार्यक्रम आफ्नो पालिकासँग गर्न सक्छौँ। त्यसैले गर्दा हामी यो बजेट जुन हामीले तपाईँले भन्नुभयो नि यो शहीद गेट यो हाम्रो मध्य प्रदेशको हाम्रो सप्तरी जिल्लाको हाम्रो राजविराजको एउटा शहीदहरूको सम्झनामा हाम्रो यो राजविराजमा जुन घटिएको घटना जुन घटाइएको थियो त्यसको अनुरूप हामी हेर्दै हुनुहुन्छ त्यहाँ शहीद गेट छ। त्यसैले कुनै कुरो भयो त्यो नहुनुको होइन कि हामीले यहाँ नजिक औद्योगिक क्षेत्र छ यसलाई पनि विकास गर्नुपर्छ, यसमा कम्मर बाँधेर अगाडि बढ्नुपर्छ, यो चाहिँ उपयुक्त होला भनेर म भन्न चाहन्छु। जयनारायण सर, त्यसैमा म एउटा शब्द अझै थपिदिन्छु। विलासिताको कति प्रश्न हुन्छ भने जोलल उदाहरण भर्खरै 1 महिना अगाडि राजविराज नगरपालिकाको 70 लाखको गाडीको टेन्डर भएको छ। त्यो एउटा उदाहरण हो। राजविराजका युवाहरू विदेश पलायन हुँदैछ, तर त्यहाँ युवालाई रोक्नको लागि केही रोजगार गर्नको लागि राजविराज नगरपालिका ध्यान गएन, तर 70 लाखमा गाडी किन्नुपर्ने ध्यान गर्छ। यसतर्फ पनि अलि उजागर गरिदिनु होला। होइन, के हो भने सवारी साधन पनि आवश्यकता नै हो। किन हामी अब के हुन्छ भने जेनरली युवाले ठाउँ पाएको हुँदैन, ठाउँ पाएपछि उसलाई बस्ने ठाउँ पनि चाहियो, उसलाई काम गर्नलाई टेबल पनि चाहियो, उसलाई लेख्नको लागि कलम पनि चाहियो। त्यसै गरी जसरी हाम्रो पालिकाभित्र छ, पालिकामा गाडी हुनु भनेको आश्चर्यजनक कुरा होइन। पालिका जसलाई हामी एउटा सिंहदरबारको 9 दिन सक्छौँ, संज्ञा दिँदैछौँ भने एउटा गाडी किन्दैमा आश्चर्यचकित हुनु ठुलो कुरो होइन।
त्यसै गरी म वरुण झा सरतर्फ जाऊ। यो युवामा सप्तरीमा जुन अवस्था देख्दै हुनुहुन्छ, तपाईँ बिना फाउन्डेसनको अध्यक्ष पनि हुनुहुन्छ, चर्चित व्यक्ति पनि हुनुहुन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध पनि हुनुहुन्छ। यो युवा पलायनलाई कसरी रोक्न सकिन्छ, तपाईँको मन्तव्य छोटोमा? धन्यवाद सौरभजी। सर्वप्रथम त म एक दुईवटा कुरा भन्न चाहन्छु। हामी आज जुन दिनभरिको डिस्कसन र हिजो हेरेँ, त्यसमा के हेरेँ भनेपछि नेताज्यूहरूले कसलाई दोष लगाउँछ एकपल्ट हेर्नुहोस् तपाईँ। सबैको मैले एक एकको हेरेँ, सबले के भन्छ भनेपछि हामीले गर्न चाहे यो कारण भएन, यो भ्रष्ट भयो, म भएन। यसलाई हामी सबै युवा मिलेर कसरी उहाँहरूलाई खबरदारी गर्नुपर्छ, सर्वप्रथम त्यो गर्नुपर्छ जस्तो मलाई लाग्छ। अर्को कुरा के छ भनेपछि कुनै देशको यदि अर्थतन्त्र बिगार्नु छ या कुनै देशलाई यदि तपाईँको के भन्छ पोलिटिकल अनस्टेब्लिस गर्नु छ भने त्यहाँ युवाको धेरै ठुलो महत्त्व हुन्छ। जस्तै कि तपाईँको एजुकेसनले गर्दा पहिला के थियो भनेपछि हाम्रो सप्तरी होस् या मध्य प्रदेश हो, यहीँको टिचर गएर अरू ठाउँमा पढाएर धेरै ठाउँमा तपाईँको यो सरहरूले एजुकेट र लिटरेसी रेट हाई गरिदिनु भयो। तर अहिले हेर्नुहुन्छ भने हाम्रो जति पनि जिल्ला छ, सायद मलाई लाग्छ 6वटा जिल्ला सबभन्दा साक्षरता रेटमा कम छ नेपालमा है। अर्को यो सबको रिजन के छ भनेपछि हामी आफ्नो ठाउँलाई आफैले माया नगर्ने कारण हो जस्तो मलाई लाग्छ। अहिले तपाईँ हेर्नुहुन्छ भने मधेसकै धेरै टिचर होस् या बिजनेसम्यान होस्, अरू ठाउँमा गएर बिजनेस गर्छ, त्यहाँ पढ्ने स्टुडेन्ट को हुन्छ मधेसको, टिचरको हुन्छ मधेसको, तर त्यहाँको सुख सुविधा को लिँदैछ र ट्याक्स कसले लिँदैछ भनेपछि काठमाडौँको व्यक्तिले। त्यसले गर्दाखेरि हामीलाई त्यसमा पनि सुधार गर्नुपर्ने धेरै आवश्यकता छ। यदि त्यो कुरा हामी मधेसमै गर्न सक्यो भने त्यहाँ रोजगारको पनि अवसर हुन्छ र युवा पलायनको पनि जुन भइरहेछ त्यो पनि कम हुन्छ जस्तो लाग्छ मलाई। अर्को तपाईँले भन्नुभयो हामी आफैमा पहिला कन्फिडेन्स छैन जस्तो लाग्छ। युवा यदि खबरदारी गर्यो भने तपाईँ यो 2 दिनको बहसमा हेर्नुहोस्, नेताजीहरूले कसलाई दोष दियो? जनतालाई। जनताको हामी तपाईँ युवा सबै जनता नै हो नि त। जनता भएपछि यो सब कुराले खबरदारी गर्ने अहिले जुन हामी बसिरहेछौँ यस्तै निकाय र यस्तै व्यक्तित्वहरूले हो। यदि हामी खबरदारी गर्यो भने भोलिको दिनमा मलाई लाग्छ उहाँहरू पनि सचेत भएर राम्रो काम गर्नुभयो भने यहाँ रोजगारको अवसर अवश्य आउने छ जस्तो मलाई लाग्छ। परमेश्वर सरतर्फ गए, बालेन शाह जस्ता युवाहरू उदय भएछ, उहाँलाई कस्तो रूपमा लिनुहुन्छ एउटा कुरा। त्यसमा अझै म थप दिएँ, सप्तरीको स्थानीय तहले युवाको लागि के कस्तो गरिएको छ संक्षिप्तमा भनिदिनुहोस् त। मैले अघि पनि भने युवा अब पहुँचको कुरा हुन्छ। जस्तो जो अलिकति मूलधारमा छ, जो अलिकति कसैको आसेपासे या कसैको अब के भन्ने आफ्नो मान्छे छ, उसको पहुँच छ। तर युवाको पनि क्याटेगोरी यदि मैले अघि पनि भनेको थिएँ, युवामा पनि दलित युवाहरू छन्, अपाङ्गता भएका युवाहरू छन्। त्यसका लागि अहिलेसम्म कुनै हामीले न नीति हेरेको छु न त कार्यक्रम हेरेको छु। होला नीतिमा उल्लेख गरेको होला, नीतिमा त धेरै कुरा युवाको लागि उल्लेख गरिएको छ, तर त्यसको कार्यान्वयन के भएको छ त? अहिलेसम्म कार्यान्वयनको अवस्था आएको छैन र कार्यान्वयनको लागि फेरि हामी युवाहरू एक रूपमा अगाडि यो अवस्था यसरी नै रहन्छ। अब अघिदेखि नै दोष प्रतिदोष लगाइरहेका थिए होइन। अब केन्द्रले यो गरेन, उसले यो गरेन। अब अधिकारको जब कुरा आउँछ, अधिकार कतिपय अधिकारहरू हामीले लिएर पनि छिनेर पनि हामीले अधिकार लिनुपर्छ, किनभने त्यो हामीलाई हाम्रो संविधानले त्यस्तो अधिकार दिएका छन्। जस्तो सूचनाको अधिकार, हामीले पाउने सेवा सुविधाको अधिकार हामीलाई त दिन त दिएको छ। तर के गरिदिएको छ भने त्यो सँगसँगै विभिन्न किसिमका युवामै नकारात्मक एउटा दोषहरू, द्वेषहरू, एउटा मेसेजहरू फैलाइदिएको छ। तथ्याङ्कहरू हेर्नु र अहिले पनि जोड्न चाहन्छु, युवामा अहिले 4वटा कुराको एकदमै कमी छ। एक त उसले केही गर्न चाहँदैन र गर्यो भने उसले ठुलै सपना हेर्छ। 2 र अर्को कुरा प्यासेन्स छैन उनीहरूमा। जोसँग प्यासेन्स छैन उसले केही गर्न सक्दैन। हाम्रै देशमा हामीले सिप गऱ्यौँ भने, जस्तो म आफ्नै उदाहरण दिन्छु, म काम गर्ने संस्थाको उदाहरण दिन्छु, हामीले पनि एउटा लामो प्यासेन्स गऱ्यौँ र आज यो अवस्था। सुरुमै हामीले पनि प्यासेन्स नराखेको भए सङ्घर्ष र प्यासेन्स हुनु जरुरी छ युवाहरूमा। र युवा
जबसम्म अघि जस्तो अखिलेशजीले भन्नुभयो या वरुणजीले भन्नुभयो अब बेला आइसकेको छ हामी युवाहरू एकजुट हुने। विभिन्न ठाउँमा युवाहरूलाई यसरी माइन्ड डाइभर्ट गरेको छ, म फलानुको मान्छे, म फलानु संस्थाको मान्छे। अब एउटा संस्थाले गर्यो भने अर्कोले विरोध गर्ने, तर होइन पोजिटिभली रूपमा लिउँ न त हामी। आखिर कसको लागि गरेको त? यही माटोको लागि त हामीले गर्दैछौँ। जो जहाँबाट गरे पनि कसको लागि गरेको? हाम्रै समाजको लागि गरेको होइन। त्यसो हो भने विरोध किन त? परमेश्वर जी फिर से अपने लगे भाई। हमार प्रश्न मोहन जी संग। मोहन जी अपने एक युवा छिया, युवो में सब दिन अग्रपंक्ति में रहे वाला छिए। जखन राज विराज में युवा के योगदान के बात एते तो के चर्चा है तो अखिलेश जी जे कहलखिन ऐसे पहले कतौ न कतौ युवा के भूमिका ई छे जे सरकारी निकाय द्वारा काम भए रहल छे या जे जनता प्रति जिम्मेवार निकाय छे तकरा कोनो भी द्वारा काम भए रहल छे तो युवा सब के ओइमे अनुगमन होना चाहिए। ओइमे की लागे छे वास्तव में अहाँ सब तो चूक भेल छे, अपने सब तो अनुगमन नहीं है छे कि अपने सब क्या रहल छे, की छे अपने के विचार? जी जेना आपने पूछ लिए तो होइन जसरी तपाईँले सोध्नुभयो यथार्थ त्यो तपाईँले पनि थाहा छ, मलाई पनि थाहा छ। तर यो जुन मञ्च हामीले पाएको छौँ जहाँबाट हामीले कुरा सम्प्रेषण गर्नुपर्ने हो त्यहाँबाट हामी प्रत्यक्ष रूपमा भर्खर सम्प्रेषण गर्दा ठिक हुन्छ। यो कुरा त्यो जसरी तपाईँ सोध्नुभयो यो कुरा तपाईँले पनि मजाले थाहा छ, राम्रोसँग थाहा छ। अब यो यहाँबाट हामी सप्तरी विचार उत्सव, सप्तरी विचारको एउटा खोजी गरेर अगाडि बढ्ने प्रयत्नमा हामी छौँ। सप्तरी युथ नेपाल पनि यसमा अग्रणी भूमिका निभाइरहेको छ। र जुन अनुगमनको कुरा गर्नुभयो त्यो अनुगमन कहाँ भइरहेछ, के भइरहेछ, यो कुराहरू अहिले यहाँ मात्र होइन, हामी त्यो कुराहरूमा लाग्नुभन्दा हामी आफ्नो ठाउँलाई कसरी सबै थोकबाट विकास होस्, जलवायु परिवर्तन होस्, जेसुकै होस्, हामी नजागेसम्म, हामी आफ्नो ठाउँको लागि नगरेसम्म त्यो कहिले पनि सम्भव छैन। हामी यस्ता यस्ता अतिरिक्त क्रियाकलाप गरि नै रहने छौँ, सधैँ अहिले पनि गरिरहेका छौँ र आउने दिनमा पनि गरिरहेछौँ। र हामी यही मञ्चबाट आग्रह गर्न चाहन्छौँ कि यदि हामी सक्षम भएन भने हामी आफ्नो ठाउँको लागि हामीलाई आफै सक्षम हुनुपर्छ। हामीले जिन्दगीभरि अरूलाई दोष मात्र लगाएर केही हुनेवाला छैन र दोष लगाउनुको सट्टा त्यो लगाउनुमा जति समय लाग्छ त्यो समय आफ्नै ठाउँको लागि खर्चियो भने, आफ्नो लागि खर्चियो भने, आफ्नो समाजको लागि खर्चियो भने सायद हाम्रो समाज आफै परिवर्तन हुन्छ र हामी त्यहाँ परिवर्तनको धार आफै हेर्न सकिन्छ। यो कुरा तपाईँले पनि राम्रोसँग थाहा छ र म फेरि अनुरोध गर्न चाहन्छु यो विषयहरूमा हामी सम्पूर्ण जति पनि युवाहरू छौँ, युवाहरू एकअर्कालाई त्यो गर्नुभन्दा तिरस्कृत गर्नुभन्दा बरु प्रोत्साहित गरेर अगाडि बढौँ र आउने दिनमा यो विचार उत्सव अझै जसरी हाम्रो जनरल सरजीले भन्नुभयो एउटा कुरा कि यो विचार उत्सव नीति आयोग नीति हुने बेला टाइममा गरेर हामी यहाँबाट घोषणापत्र जारी गरेर त्यहाँ घचघचा पनि सही हुन्छ र साँच्चीकै यथार्थ भन्नुपर्दा पनि त्यही नै हो। त्यसरी गऱ्यौँ भने हामीले यसबाट अझै अलि धेरै उपलब्धि छैन, यो हाम्रो सुरुवात हो र हामी अहिले धेरै पाएका छौँ र अझै धेरै उपलब्धि हुन्छ। धन्यवाद। अखिलेशजी तर्फ गए। तपाईँ नेकपा एमालेको कार्यकर्ता हुन्छ, युवा नेता पनि हुनुहुन्छ। तपाईँको राष्ट्रिय अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ। कहिलेसम्म राष्ट्रिय अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ? युवा कहिले राष्ट्रिय अध्यक्ष हुन सक्दैन तपाईँको पार्टीमा? यो प्रश्न यो पार्टीको शीर्ष नेतामा युवाहरूलाई कहिले मौका पाउने हो त अखिलेशजी? धन्यवाद सौरभजी, तपाईँले राम्रो क्वेसन गर्नुभयो मलाई। तपाईँलाई थाहा होला नेकपा एमाले भित्र हाम्रो पार्टी अध्यक्ष आदरणीय केपी शर्मा ओलीजीको जुन दिनदेखि उहाँले अध्यक्ष पद सम्हाल्नुभयो त्यो पार्टीभित्र लगभग युवाहरूको प्रमोसन अगाडि आउने क्रम, अगाडिको भूमिकामा पार्टीका मूल भूमिकाहरूमा अहिले पनि युवाहरू छन्। पार्टीको जिम्मेवार ठाउँहरूमा पार्टीको तपाईँलाई हाम्रो अहिले जति पनि त्यो अधिवेशनहरूदेखि लिएर प्रदेश अधिवेशनदेखि लिएर जिल्ला अधिवेशन हरेक अधिवेशनहरूमा हरेक कमिटीहरूमा युवा महिलालाई अनिवार्य गरेको छ, युवाको उपस्थिति अनिवार्य गरेको छ। चाहे त्यो वार्ड कमिटीदेखि लिएर जिल्ला कमिटीदेखि लिएर प्रदेश कमिटीदेखि लिएर हरेक ठाउँमा युवाहरूलाई अहिले तपाईँलाई पार्टीको सचेतक भनौँ उपसचेतक भनौँ सबै ठाउँहरूमा लगभग युवाहरूलाई पार्टीभित्र अगाडि ल्याउने उहाँको योजना तहत नै हामीले उहाँलाई उहाँकै कार्यकालमा युवाहरूको अलि
जोस जागरका साथ उहाँको पक्षमा युवाहरू उभिएको तपाईँहरूलाई थाहै छ। तपाईँकै प्रश्नमा अलि तपाईँको उत्तरमा मैले जोड दिएँ, युवा तपाईँ धेरै भन्नुभयो, तपाईँ पनि त्यही एमालेको कार्यकर्ता हुनुहुन्छ, 23 वर्ष भइसक्यो, खै त तपाईँले मौकै पाउनु भएको छैन। होइन, मैले मौका पाएको होइन भनेर भन्न मिल्दैन, किनभने मैले 54 सालमा विद्यार्थी पोलिटिक्सबाट सुरुवात गरेँ। 54 सालमा म मविवा क्याम्पस प्रवेश गरेँ। लगभग मैले 56-57 सालमा मलाई एमालेकै भातृ सङ्गठन अनराज सुब्बुले टिकट दिए। मैले त्यहाँ सोभियु सदस्य भएँ। त्यस पछाडि मलाई त्यहाँ सोभियु सभापतिको मौका, चुनाव लड्ने मौका दिनुभयो। म सोभियुको उपसभापति भएँ, सङ्गठनको सचिव भएँ, जिल्ला सचिव भएँ, जिल्लाको अध्यक्ष भएँ, केन्द्रीय सदस्य भएँ, सङ्गठनको सगरमाथाको इन्चार्ज भएँ। हुँदाहुँदै पार्टीको जिल्ला कमिटी सदस्य, पार्टीको अहिले म पार्टीको 2 कार्यकाल 3 कार्यकाल जिल्ला कमिटी सदस्य बसेर पार्टीको जिल्लाको उपसचिव, जिल्लाको प्रवक्ता दिनु भनेको पार्टीले के दिन्छ। आज म यो मञ्चमा छु, त्यो मलाई पार्टीले दिएको हैसियत हो, मेरो हैसियत पार्टीले मलाई दिएको। त्यसैमा मैले थप दिएँ, पार्टीले तपाईँले मञ्च दिए, तर राजविराज नगरपालिकाको भर्खरै 2 वर्ष अगाडि चुनाव हुँदा तपाईँलाई बाइपास गर्दा एउटा बोरो उम्मेदवार लिएर आएको थियो, त्यताखेर पनि युवाले पछाडि पारेकै हो नि त? होइन, त्यो हाम्रो पार्टीभित्रको आन्तरिक निर्णय हो। हाम्रो पार्टीभित्र के हुन्छ भने पार्टी कमिटीले गरेको निर्णय हामीले मानिदिनुपर्छ, मान्नु पनि पर्छ। अगाडि छलफल हुन्छ, छलफल पछाडि हरेक ठाउँबाट आएका कुराहरूलाई हामीले अन्तिम निचोड पार्टीले गरेको निर्णय हामीले सहज स्वीकार गर्नुपर्छ। त्यो हाम्रो पार्टीभित्र त्यो आइरहेको छ, हामी त्यसलाई अन्यथा मानेका छैनौँ। अब हम राजविराज नगरपालिका के अपने प्रवक्ता सेहोची जयनारायण जी तो कतो न कतो राजो विराज दिशा अपने का बाजा पड़ते अपने युवा से होची तो दोनों कतो न कतो जुड़ल छी। जखन एकटा युवा सामान्य नागरिक के हैसियत में रही छे तखन युवा के सोच, आ जखन वह सरकार में चल जाए छे तखन युवा के सोच में परिवर्तन किया आबि जाए छे। जखन वो प्रश्न पूछे छे तो कड़ा प्रश्न रहे छे, अपनों संग ई भेल हेते, एखन अपने सरकार में छे तो ओइ रवैया में की परिवर्तन आयल तै संदर्भ में किछ कहल जाय ना? धन्यवाद। जेनरली हामी के हेर्छौँ भने हामी एउटा जिम्मेवार विहीन युवा र जिम्मेवार पाइसकेपछिका युवामा पक्कै पनि चेन्ज हुनुपर्छ, चेन्ज हुन्छ। किनभने जति बेला हामी जिम्मेवारी पाएको हुन्छौँ त्यति बेला हामी युवाको जिम्मेवारी पाएको हुँदैनौँ। त्यो समाजको सम्पूर्ण त्यो वार्डको जिम्मा हुन्छ। त्यति बेला युवालाई मात्र केन्द्रबिन्दु गरेर युवाको हक अधिकारको लागि मात्र लड्ने होइन कि त्यो सम्पूर्ण वडाको हक अधिकार, सम्पूर्ण नगरपालिकाका कुरा त्यहाँ नजिक अगाडि बढ्नुपर्ने हुन्छ। त्यहाँ युवा मात्रै भइदैन, त्यहाँ नजिक त्यो वडाको सम्पूर्ण जिम्मेवारी हुन्छ। हो के छ भने हामीलाई पाएको चाहिँ युवाको हक हितमा हो, युवाको कोणबाट हामीले प्रतिनिधित्व गरेको हो, त्यसमा पर्सेन्टेज आधारमा हामीले 50 देखि 60% युवाको बारेमा सोच्नुपर्ने हुन्छ र हामीले मैले सोचेको पनि छु। आज हेर्दै हुनुहुन्छ हाम्रो सप्तरी युथ जुन एउटा सामाजिक अभियन्ताको रूपमा अगाडि बढेको छ, त्यसको पक्कै पनि म पनि एउटा सदस्यको रूपमा छु र युवाले परिवर्तन खोजेको हो, युवाले परिवर्तन ल्याउन सक्छ। तर युवालाई विश्वास गर्ने पार्टी कतिको छ? हाम्रो यो मान्यजीहरूमा जब प्रतिनिधि सभा प्रदेश सभाको चुनाव हुन्छ त्यति बेला युवाको टिकट कुन कुन पार्टीले कतिको पर्सेन्टेजका आधारमा दिएको छ त्यो कुरा हामीले केलाउनु पर्छ। हामी पक्कै आफ्नो मान्यजीहरू आउनुभएको थियो, हामीले उहाँहरूलाई सोध्नुपर्छ कि तपाईहरूले आफ्नो पार्टीबाट कतिजना युवालाई टिकट दिएर तपाईँ जानुस् जनताको माझ र तपाईँलाई जनताले पत्याउँछ कि पत्याउँदैन भनेर। हामी गर्वका साथ भन्न सक्छौँ हाम्रो राजविराज नगरपालिकामा झन्डै झन्डै हामी आधा 50% हामी युवा मात्र यहाँ नजिक चुनाव लडेका थियौँ र अहिले पनि पक्कै पनि हामी 2-3जना जितेका छौँ। राजविराज नगरपालिकामा 2टा युवा मात्रै जितेका छौँ, जबकि राजविराज नगरपालिकाको मुटु यो 7 नम्बर वडा र 8 नम्बर वडा हो। यहाँ नजिक अरू
अरू पार्टीहरूका पनि साथीहरूले प्रतिनिधित्व गरेको थियो, तर युवालाई विश्वास गरेर युवालाई अगाडि सारेको छ। पक्कै हाम्रो राजविराज नगरपालिकाले युवाको खोजीमा हुनुहुन्छ। हामीलाई राजविराज नगरपालिकालाई पनि युवाको आवश्यकता छ र मलाई विश्वास छ कि अब हाम्रो राष्ट्रिय पार्टीहरूले जति पनि यो देशका पार्टीहरू छ त्यसमा युवा पिँढीलाई अगाडि बढायो भने त्यो पार्टी अग्रपन्थीको पार्टी हुनेछ र यहाँ नजिक जुन पार्टीले मेयरको क्यान्डिडेट युवा दियो भने पक्कै मेयर यहाँ युवा मेयर हुनेछ भन्ने पनि मलाई विश्वास लागेको छ। अब हम वरुण जी दिस जाब। वरुण जी अपने आइ के जी विचार उत्सव छै ताहिके पाछामे अपने के प्रथम विचार छै, तकरा बाद एहिठाम के युवा सबके अवश्य सहयोग भेटल हेतै, तकर बादे ई कार्यक्रम के एतऽ तक पहुँचा सकलिए। की लागैए अपन सप्तरी जिला के बात करी, कियाकि तखन खास में सप्तरी के चर्चा विशेष है और विचारो अपना सब सप्तरी में खास क्या राखबे, परिवर्तन अपना सबके सप्तरी में केना जेतै लेल जे एकटा युवा के लेल सप्तरी में कतेक चुनौती छै, कतेक अवसर छै, अहाँके की अनुभव यऽ? धन्यवाद बाबुल जी। जतऽ चुनौती रहै छै ओहिठमा अवसर रहै छै। सर्वप्रथम तऽ ई हम कहै चाहब, चुनौती कोनो बड़का बात नहीं है। चुनौती का संघर्ष के साथ पार करना सबसे महत्वपूर्ण बात है। हाँ, आ दोसर चीज ई कार्यक्रम के बारे में कहबे तो ई कार्यक्रम का बहुत ज़्यादा उद्देश्य है। एकटा अपने के विचार के उद्देश्य है, एकटा पर्यटन के उद्देश्य है, एकटा नाम परिचर्चा का उद्देश्य है। एकटा हम क्लियर कह दी जे ई कार्यक्रम एकटा उदाहरण मात्रे रहे, समग्र में युवा के भूमिका के बात कह रहा छी, एकटा कार्यक्रम उदाहरण के रूप में हम कहलौं। नहीं ठीक है, हम समग्र युवा के ही बात करे जा रहा छी। जस्ट अपने के कनिक हम इंटरेक्शन कह दिलो बीच में। अब युवा का जो कहबे चुनौती आ अवसर के बात, तो एठमा युवा सब में एक रूपता नहीं है। अहाँ कोनो काम नीक करे ले जबे जे हम देखलौं, जे देख रहल छी से कहलौं, भए सकै छै हम देखला चीज सब सत्य नहीं सेहो नहीं भए सकैए। एक रूपता के कारण से बहुत दुविधा है, कियाकि युवा सबके जे छै ने बहुत ग्रुप सब डिवाइड केला के कारण से जे छै ने शक्ति के तोड़ दै छै। जखन अहाँ के एकटा मोइस्ट के फॉर्मूला छै डिवाइडर रूल, कोनो भी शक्ति जखन अहाँ के आगाड़ी बढ़े छै ने एठमा अहाँ के डिवाइडर रूल प्रयोग कयल जाइ छै ई शक्ति के तोड़े के लागी, एक अर्का के लड़बै के लागी, जैसे ई शक्ति कहियो भी एकटा शक्ति नहीं बनि सकै छै। ताहि कारण से हमरा लागै छै एठमका युवा सब सेहो एकटा कमजोर छै। युवा के एकता नहीं भेला के कारण से कनिक दुविधा छै कि छै हम अहाँ कतौ न कतौ कोनो युवा नीक काम करऽ लागबै, एकटा दोसर युवा कहत ई काम नहीं नीक छै, ई काम में तो उनका की बेनिफिट भेलै, ओ किस्म का एकटा सोचल आए छै। ताहि कारण से युवा सबके बीच में एक फ्रैक्चर भए जाइ छै आ फ्रैक्चर के कारण से अहाँके विकास में अवरुद्ध होइ छै जकरा लागै छै हमरा। और दोसर चीज हमरा की लागैए एहिठमका युवा सब में जे छै अपना हम सब चीज सब की कहै छै पॉलिटिकल ई भऽ गेलै, मेयर ई कह देलकै, नेताजी ई कह देलकै, हमर अहाँके वार्ड में की भऽ रहल छै हमरा अहाँके जानकारी छै? हमर अहाँके वार्ड में कते बजट आबै छै हमरा अहाँके जानकारी छै? हमरा अहाँके सरकार से की युवा के लागी फैसिलिटी आबै छै एकरा बारे में हमरा अहाँके जानकारी छै? शायद हमरा लागे छै सर्वप्रथम इहो सब लेबऽ पड़तै। और युवा के जे छै एकटा पालिका में ज्ञापन पत्र सबको बुझबऽ पड़तै कि प्रायोरिटी बेस्ड वर्क कर, जे आवश्यकता छै पहिने ओ कर। कतौ गेट नहीं बना, कतौ ई नहीं बना, मंदिर नहीं बना, पहिने की छै हॉस्पिटल चाही, शिक्षा चाही, स्वास्थ्य चाही, यह सब में फोकस करे ले युवा सबके एहिठमा ज्ञापन पत्र बुझबऽ पड़तै जकरा हमरा लागै छै। आ दोसर चीज युवा रोजगारे के अखन बात करबै तऽ प्रधानमंत्री के बेरोजगार कोष के बारे में हमरा विचार से एहिठमा जाइ छियै तऽ बहुत आदमी के पतो नहीं छै, सरकार के फैसिलिटी छै। स्वास्थ्य के बात करबै, बीमा के वार्ड अध्यक्ष जी छथिन, कते वार्ड में बीमा करै छथिन हुनका पते हेतै, कियाकि जानकारिए नहीं छै। जे सरकार के फैसिलिटी छै ना मधेश में बहुत चीज तो जनता तक जाइए नहीं सक रहल छै कि ई फैसिलिटी छै, एकरा उपभोग हम कोना करबै, ई फैसिलिटी के हम केना लेबै, से सबके जानकारी में कनिक एकटा युवा के हमरा विचार से सामाजिक संजाल से हो या जागरूकता अभियान से हो, ई सब करना बहुत जरूरी है। जगह हमरा लागले ई सब हेतै तबे युवा के जे छै एकटा महत्व बनतै। और काल्हि के दिन में अहाँ के जे छै एकटा नेता के रूप में या एकटा मेयर के रूप में या एकटा सांसद के रूप में युवा के ठाम मिलते जगह हमरा लागैए। त्यसै गरी म अब अन्तमा छौँ हामी सबै प्यानलिस्टसँग 1 मिनटमा सप्तरीको विकासको लागि युवाको भूमिका के? रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान होस्, नर्सिङ कलेज होस्, इन्जिनियरिङ कलेज होस्, निर्माणाधीन मधेस कृषि विश्वविद्यालय होस् र मधेस प्रदेशको यो सप्तरी पावन भूमिमा निर्माणाधीन दर्जनौं राष्ट्रिय गौरवका योजनाहरू, प्रदेश गौरवका योजनाहरूको
छिटोभन्दा छिटो निर्माणको लागि समयमै निर्माणको लागि सप्तरीको युवाको भूमिका के सबैजना एक एक मिनटमा भनिदिनु होला। निश्चित रूपमा स्रोतहरू रहेका छन् र जति पनि विकासका यी साधन के अरे इन्डिकेटरहरू छन् या विकासका जति पनि हामीले चर्चा गऱ्यौँ अहिले, चाहे रामराजा प्रसाद सिंह प्रतिष्ठान होस्, चाहे नर्सिङ कलेज होस्, कुनै न कुनै एउटा अब्स्ट्याकल आएर त्यो रुकेको छ र यो हामी जिल्लावासीको पनि एउटा दायित्व हो र कर्तव्य हो। त्यसको लागि हामी आवाज उठाउनु पर्दछ। हामीले इतिहासमा हेरेका छौँ धेरै यस्ता घटनाहरू छन् जहाँ युवाहरूले त्यो आफ्नो आवाजको बलमा त्यो सफलता हासिल गरेको छ। हामीले पनि एउटा जुन आज यो विचार उत्सवकै माध्यमबाट एउटा सप्तरी घोषणा पत्र जारी हुन्छ, त्यहाँबाट पनि एउटा यी जुन मुद्दाहरू छन् त्यो मुद्दाहरूको लागि एउटा बुलन्द आवाज बनाएर अगाडि बढ्ने एउटा प्रण गरौँ न त। म यहीँबाट सम्पूर्ण जिल्लावासीलाई अनुरोध पनि गर्न चाहन्छौँ, एकछिनलाई हामी पार्टी जाति सबै बिर्सेर हाम्रो यो जिल्लाको समग्र जिल्लाको विकासको लागि हामी एकजुट हौँ न त। जबसम्म हामी एकजुट हुँदैनौँ तबसम्म हामी विकासमा पछाडि नै हुन्छ। हामीसँग सबै स्रोत साधन छ, तर के छन् त, जस्तो अघिको वक्ताहरूले भन्नुभयो, यो गुट र उपगुटले गर्दा, यो जात जातिले गर्दा, धर्मले गर्दा जुन किसिमको एउटा समाजमा इन्जेक्ट गरेको छ यस्तो नकारात्मक के भन्ने यस्तो मन अब यसलाई के भन्ने मानसिकता, त्यो मानसिकताको कारणले गर्दा आज युवाहरू उपगुट गुटमा परिणत भएर एकअर्काको विरोधमा गइरहेको छ। अब बेला आएको छ, अब जति पनि काम गर्छौँ हामी युवाले नै गर्छौँ, हाम्रो अब अगाडिको पुस्ताले गर्दैन या त र हामीले अहिले जे गर्छौँ त्यो हाम्रो भावी पुस्ताले त्यो कुरालाई अनुसरण गर्छ। त्यही भएर हामी सबैजनालाई म यहीँबाट अनुरोध पनि गर्न चाहन्छु कि सबैजना कमसेकम हाम्रो जिल्लाको विकासको लागि यो पार्टी पोलिटिक्स सबै बिर्सेर हामी एकजुट हौँ, अनि मात्रै हामी जिल्लामा एउटा विकासको मुहान फुटाउन सक्छौँ। मोहन सर, यही तपाईँ पनि प्रश्न यहीमा जान्छौँ, सप्तरीको विकासको लागि सप्तरीको भूमिका के त? धन्यवाद। धेरै राम्रो प्रश्न गर्नुभएको छ तपाईँले। साँच्चै नै यसो हेर्नु पर्दाखेरि यो विकासको नाममा जुन अहिले राजनीतिक भइरहेछ त्यो राजनीतिकलाई हामीले रोक्नुपर्छ। किनभने अलवेज थिङ्क पोजिटिभ, डु पोजिटिभ, 100% आई विल गेट बी पोजिटिभ। सो सकारात्मक पक्षलाई हामी आत्मसात गर्दै अगाडि बढौँ, सकारात्मक सोच्ने साथीहरूलाई साथ लिएर अगाडि बढौँ, पोजिटिभलाई अगाडि बढौँ र राजनीतिक जस्तो अब नेता जस्तो ठुल्ठुलो भाषण गर्ने हाम्रो बानी छैन र त्यस्तो हामी भन्दिनँ पनि। र हामी आफ्नो ठाउँको लागि हामी आफै जागरुक हौँ र विकास निर्माणको काममा अगाडि बढौँ। यसको सानो उदाहरण दिन चाहन्छु म। हाम्रै सप्तरी जिल्लामा राजविराजको नगरपालिकामा कञ्चाराम कन्स्ट्रक्सनले धेरै ठाउँमा काम पारेर काम अल्पत पारेको छ। हामी नगरवासीले धेरै दुःख पनि दिइरहेछ। हामीसँग न त स्रोत छ न त साधन छ, तर उहाँहरूसँग सबै थोक छ। तर पनि नगरपालिकाले भनेपछि त तुरुन्तै हुन्थ्यो होला, तर नभएर नै हामी सहरी विकासको डिसरसम्म गएँ र उहाँले अब तालचा लगाउँछौँ हामीले, सर यदि गरेन भने हामी त दुःख पाइ नै रहेछौँ, तर हामी यति दुःख पाउँदाखेरि अब तपाईँहरूले पनि किन सुख छोड्ने, तपाईँहरूले पनि दुःख दिन अलिकति सोचे। तर हाम्रो उहाँहरूले नगर्दा पनि हामी कञ्चाराम कोटसँग डाइरेक्ट गफ कुरा गरेर हामीले त्यहाँ ग्राभेल हलाउन सके। रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि हामी यहाँदेखि काठमाडौँसम्म धाएँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूलाई 10,000 हस्ताक्षर पनि उहाँहरूलाई हस्तान्तरण गरी र विकासीय कामहरूमा निम्ति हामी युवा आफ्नै ठाउँबाट आफै जागरुक भए मात्रै सम्भव छ, नभए हामी हल्ला बाहेक अरूले गाली दिने बाहेक अरू केही पनि हुन सक्दैन। र यसरी नै चलिरहेछ यो कुरा म ढुक्क साथ भन्न चाहन्छु। अहिलेको राजनीतिक परिवेश हेर्दा पनि हामीलाई एकदम आँखाले निहाले हेर्दाखेरि देखिन्छ, प्रश्न देखिन्छ, यो गफ मात्रै हो, विकास होइन। गफ मात्रै दिएर भएन, विकास गर्नुपर्छ र त्यो विकास हाम्रो ग्राउन्ड जिरोमा देखिनु पर्यो। देखाइरहेछ त अहिले त्यही जनप्रति बालेन शाह काठमाडौँको मेयर होइन, उहाँले गरिरहेछ त। नदी नाला जे भए पनि जब उहाँ एउटा जनप्रति सेम जनप्रति यहीँ नेपाल संवैधानिक हिसाबले बनेको जनप्रतिले गर्न सक्ने तर अरू ठाउँको जनप्रतिहरूले गर्न नसक्ने बडा दुःख लाग्छ।
त्यति बेला हामीले दुःख लाग्छ र त्यही कुराले मनन गरेर सोध्छौँ होइन अब हामी राजनीतिकमा भर पर्नुभन्दा हामी आफै सजग हौँ, आफै पोजिटिभ भएर अगाडि बढौँ। आफ्नो ठाउँको लागि मात्रै हामी गर्न सके सबै थोक सम्भव छ, अरूको आश पनि भर्नु पर्दैन, अरूको भर पनि पर्नु पर्दैन र फलानले गर्दै भन्ने गर्नु पर्दैन, आफै हुन्छ। यो कुरा हामी सबैले बुझ्नुपर्छ र म यहीँबाट आग्रह गर्न चाहन्छु सम्पूर्ण हाम्रा आदरणीय युवाग्रज जति पनि हुनुहुन्छ कि हामी अब विकास निर्माणको काममा, सामाजिक परिवर्तनको काममा एकजुट भएर अगाडि बढौँ र आउने पुस्तालाई हामी केही नयाँ परिवर्तन हस्तान्तरण गरौँ भन्ने हाम्रो सप्तयुग नेपालको इच्छा छ, आकाङ्क्षा छ र हामी त्यसमा लागे पनि छु र गरेर हेराउनु छु भन्ने वचन पनि म दिन चाहन्छु। धन्यवाद। अखिलेशजी, रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण भयो भने करिब 1000 युवाले रोजगारी पाउँछ। त्यो निर्माण तपाईँको पार्टी जुन हुनुहुन्छ नेकपा एमाले अहिले सरकारमा हुनुहुन्छ त्यसतर्फ पनि घचघाउन चाहन्छु तपाईँलाई। त्यो निर्माण गर्नको लागि तपाईँको भूमिका के त? धन्यवाद सौरभ भाइ। यो अहिले जुन हामी यो छलफलमा छौँ नि, यो छलफल निरन्तर मेरो हिसाबले यो निरन्तर हुनुपर्छ। यो हामीले एउटा कार्यक्रम गऱ्यौँ, कार्यक्रम गरेर फेरि हामीले छोडिदियौँ। अब हामीले देखेको दुईटा हो, समस्या त आउँछ, त्यसको समाधान पनि आउँछ। हामीले अब यो सप्तरीका तमाम युवाहरू जति युवाहरू छौँ, हामीले विकास खोजेका छौँ, सप्तरीका विकास खोजेका छौँ। त्यो तमाम युवाहरू यो फेसबुक मार्फत होइन, तमाम युवाहरू एक ढिक्का भएर अब यो सप्तरीलाई के गर्ने, विकासको फड्को मार्ने कि नमार्ने, मार्ने भने कसरी मार्ने, एउटा प्रोजेक्ट सहित लिएर हामीले अगाडि बढ्नुपर्छ। सम्पूर्ण युवाहरूलाई एक ठाउँमा राखेर एउटा जस्तै अब अहिले सप्तरी युथका साथीहरूले यो रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि लिएर विभिन्न ठाउँहरूमा गरिरहनु भएको छ। त्यसरी नै त्यसैलाई निरन्तरता दिएर एउटा समग्र युवाहरूको एउटा टिम, सप्तरीका तमाम युवाहरू एक ढिक्का हुनु जरुरी छ। यदि हामीलाई विकास चाहिएको छ भने हाम्रो आउने सन्ततिहरूलाई, हाम्रो त अब उमेर लगभग युवाहरूका उमेर 35, 40, 30 का युवाहरू छन्, तर तपाईँको आउने सन्ततिले, भोलिका सन्ततिले तपाईँलाई फेरि गाली नगरोस् कि हाम्रा अग्रजहरूले केही गर्न सकेनन्, सप्तरीमा यथावतै रहिरह्यो भनेर। राजविराजहरूले हेर्नुहोस् राजविराजको स्थिति के छ। हामीले हेरेको 15 वर्ष अगाडि, 20 वर्ष अगाडि त्यही राजविराज छ। अहिले हिँड्नुहोस् तपाईँ सडकमा तपाईँको नालाको व्यवस्थापन त्यस्ताको त्यस्तै छ। पहिले बरु राम्रो थियो, अहिले झन् नराम्रो छ। एउटा पनि नाला सफा छैन। अहिले तपाईँलाई स्वास्थ्यको क्षेत्रमा हेर्नुहोस्, यहाँ म तपाईँलाई भन्दैछु, मलाई जानकारी भएअनुसार डेङ्गुको तपाईँलाई एकदम प्रभाव सप्तरी राजविराजभित्र परिरहेको छ। यसलाई तपाईँहरूले हेर्नु होला। अन्य यो नालाबाट, पानीबाट, यो जमेको पानीहरूबाट अन्य बिमारीहरू फैलिने अवस्था छ। तर नगरपालिका कहाँ छ? नगरपालिका छँदै छैन। नाला सफा गरिदिने सप्तरी युवाहरूले गरिदियो, मजाले नगरपालिका बसेको छ। बजेट करोड निस्किरहेको, सौरभ भाइ एकछिन, निस्किरहेको छ, कसैलाई मतलब छैन। यो नाला सफा गरेर, वातावरण सफा गरेर गर्नु राम्रो हो। यो प्रोजेक्टहरूलाई, जुन ड्रिम प्रोजेक्टहरू अहिले रुकेको छ त्यसलाई दबाब दिनु पनि पर्छ। दबाब संयुक्त युवाहरूले दबाब दिनुपर्छ। र यो पालिका स्तरमा पनि के भइरहेछ त? बजेट त खर्च भइरहेछ, काम भइरहेछ कि छैन? स्वास्थ्यको क्षेत्रमा के छ? शिक्षाको क्षेत्रमा के काम भइरहेको छ? हामी तमाम युवाहरू जसमा तपाईँहरूको साथमा म, तपाईँहरूको हातमा हात मिलाएर म जान तयार छु, गर्न तयार छु, मेरो प्रतिबद्धता हो। त्यसकारण तमाम युवाहरूलाई एक ठाउँमा राखेर मूल प्रोजेक्टहरू सप्तरीमा बनाउनु हामीले जरुरी छ। औद्योगिक क्षेत्रदेखि लिएर रामराजा सिंह स्वास्थ्य विज्ञानको प्रतिष्ठानको काम अहिलेसम्म किन झेलमा परेको छ, कति दिनभित्र हुन्छ, के गर्नुपर्छ? हामी तपाईँ यदि अगाडि बढ्दैनौँ भने, हरेक ठाउँमा दबाब दिँदैनौँ भने यो मलाई लाग्छ 7 वर्ष 8 वर्ष पहिले भएको टेन्डरहरू पनि, ठुला सडकका टेन्डरहरू यथावत छ। हामी तपाईँ तमाम युवाहरू एकचोटि उठ्नु जरुरी छ। हामी हातो मालो गरेर हामीले यो सप्तरी बनाउने अभियानमा हामी लाग्नुपर्छ। यही हो मेरो। जयनारायणजी, तपाईँ र तपाईँको पालिकामाथि गम्भीर आरोप लागेको छ। करोडौँ खर्च भइरहेछ राजविराज नगरपालिका, तल नाला साफ गर्दा सप्तरी युथ नेपालका युवाहरू चाहिन्छ। सप्तरी युथ नेपालका युवाहरूले साफ गर्दैछ। किन यो राजविराज नगरपालिकाले फोहोर व्यवस्थापन गर्न सकेको छैन, डेङ्गुको व्यवस्थापन गर्न सकेको छन्? त्यसतर्फ जवाब दिनु होला। धन्यवाद।
फोहोर यस्तो कुरो हो, मान्छे बाँचुन्जेल कहिले पनि सफा हुँदैन। हामी त्यसलाई व्यवस्थापन गर्न सक्छौँ, त्यो डेली फोहोर हुन्छ। व्यवस्थापन त हामी आफैबाट सुरु गर्नुपर्छ। राजविराज नगरपालिकाले 70 युथले अरूले आएर गरिदिने र म रजाइ गर्ने भन्ने होइन। फोहोर व्यवस्थापन गर्ने एउटा नियम बनाउनुपर्छ, कानुन छ, त्यो पास गर्नुपर्छ हामीले फोहोर मैला व्यवस्थापनको एउटा। र हामीले एवार्डनेस जगाउनुपर्छ यहाँ नजिक। फोहोरले नगरपालिकाले उठाइदिन्छ, नगरपालिकाले फोहोर सफा गरिदिन्छ। 70 युथ एउटा फोहोर उठाउने संस्था हो भनेर प्रचारबाजी गरिदिन्छ, काम गरिदिन्छ भनेर होइन। हामी आफैबाट पनि आफ्नो जमिर त जगाउनु पर्ने हुन्छ। हामीले आफ्नो घरको फोहोर चाहिँ बाहिर ल्याएर थुपारिदिने र यो नगरपालिकाले उठाइदिने भन्ने होइन। र म तपाईँलाई गर्वका साथ भन्न सक्छु कि म निर्वाचित भएको यो दोस्रो कार्यकाल हो। केही दिनपछि मैले राजविराज नगरपालिकाको 16वटा वडामा पहिलो वडा हो जसमा ट्र्याक्टरमा फोहोर फाल्ने बानी बसाएको छु। तपाईँ हाम्रो हेर्नुहुन्छ मिक्स कल्चर जहाँ नजिक छ हामी कहाँ, त्यो ठाउँमा पक्कै उहाँहरूले फोहोर जम्मा गरेर आफ्नो घरमा राख्नुहुन्छ र सिधा हामीलाई ट्र्याक्टरमा दिनुहुन्छ फोहोर। हामीसँग पुराना संरचनाहरू छ, ठुल्ठुला नालाहरू छ, त्यसमा ढक्कनको व्यवस्था छैन। र त्यो के हुन्छ भने हामी जुन फोहोर देखिरहेको छौँ रोडमा सबै उडेर त्यो नालामा जान्छ र नाला बिस्तारै बिस्तारै फोहोर भइरहेछ। माथिल्लो 2 तल्ला घर हेर्नुहुन्छ भने क्या सुन्दर घर छ र त्यहाँ नजिकबाट हेर्दै हुन्छ भने एउटा पोका यसरी झुन्ड्याएर ल्याउनुहुन्छ, तल ओर्लिने पनि जरुरी छैन, माथिबाट फुत्त ल्याएर फ्यालिदिने। अनुगमन निकायका प्रमुख तपाईँ नै हुनुहुन्छ, जरिवाना किन गर्नुहुन्न, केही एउटा नीति निर्माण किन बनाउनुहुन्न त्यसतर्फ? हामीले नीति बनाइसकेका छौँ, हामीले धेरैचोटि अवेरनेस कार्यक्रम पनि अगाडि सारिसकेका छौँ। अब हामी के हुन्छ भने जनताको उत्तरदायित्व, जनताप्रति सुशासन कायम गर्ने तिर लागेका छौँ। हामी जरिमानामै नै ढालिहाल्ने भनेर यति दिन पर्खिरहेछौँ। तर हामीलाई लाग्छ कि यहाँ नजिकका जनतालाई, हाम्रो 70 युथका साथीहरूले पक्कै पनि यहाँ नजिक हेर्दै हुनुहुन्छ तपाईँले कि फोहोर मैला व्यवस्थापन मात्रै होइन, हामीले शौचालय व्यवस्थापन यदि ठाउँमा भएन भने उहाँहरूले के गर्नुभएको छ भने फुलमाला लगाइदिने उहाँहरूलाई। यो चलन पनि चलाकै हो। हामी के छ भने हामी यहाँ नजिक के ठान्छौँ भने हामीले फोहोर व्यवस्थापन गर्ने जिम्मा हाम्रो होइन क्या, हामी परजीवी जस्तै भयो क्या, अरूमाथि क्या, अरूले गरिदिने, सम्बन्धित वडाले गरिदिने, पालिकाले गरिदिने, अरू सङ्घ संस्थाहरू छ त्यसले गरिदिने, मैले पनि गर्नुपर्छ, मेरो पनि जिम्मेवारी हो भन्ने यहाँ नजिक ठानिँदैन। एउटा उदाहरण के छ भने हाम्रो अहिले रामराजा प्रताप जुन विज्ञान प्रतिष्ठानको अहिले बजेट जुन विनियोजन भएको छ नि, पक्कै पनि युवाहरूको पहिलो कदम हो। त्यहाँ नजिक 70 युथका युवाहरू पहिला उहाँहरू जुलुस नाराबाजी गरे, अनि जिल्ला प्रशासन अगाडि गएर धरना गरे, त्यसमा मेरो पनि सहभागिता थियो। र अन्तिममा गएर त्यो 7 दिने 21 दिने कार्यक्रम सञ्चालन गरेर हस्ताक्षर गरेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई त्यो हस्ताक्षर सहितका त्यो आफ्नो दस्तावेज बुझायो र अहिले हेर्दै हुनुहुन्छ हामीलाई गौरवका योजना अन्तर्गत उहाँ नजिक बजेट विनियोजन गरेको छ। अब 70 युथको मात्रै जिम्मा त होइन नि, 70 युथले नै गरेर त्यो रामराजा विज्ञान प्रतिष्ठानको काम हुने होइन। 70 युथ एउटा संस्था हो। हामी सम्पूर्ण यहाँ नजिक यो देशमा जति पनि पार्टीहरू छ त्यो स्थानीय निकायमा, प्रदेशमा, केन्द्रमा सबैको साझेदारी छ, सबैको जिम्मेवारी हो, सबैको साझा विकासका अवधारणाहरू सबैका साझा हुन्छन्। सबैले आफ्नो ठाउँबाट उठेर यसरी एकजुट हुनुपर्छ। 70 युथले मात्र गरेर हुँदैन, ड्रिम नेपाल भन्ने संस्था छ उसले गरेर हुँदैन, अरू युवाहरूको एउटा हामी हेर्दैछौँ त्यसको संस्थाले गरेर हुँदैन, सबैले सामूहिक भएर हामीले खबरदारी कार्यक्रम गर्नुपर्छ। ल है सचेत बसौँ, नभए 70 का युवाहरू जागिसकेछ, हिजो सुतेका युवाहरू पनि अहिले जागेर अगाडि बढाएको छ। यो बजेट आएको, बजेट फ्रिज हुनु भएन, बजेट फ्रिज हुने भयो भने सम्बन्धित निकायलाई हामी खबरदारी गर्दछौँ। यसरी जुन युवाहरू जाग्छौँ हामी, यो अभियान चलाउँछौँ, केही दिनको अभियानमा
सम्बन्धित निकायहरू डराएर जानेछ र पक्कै पनि उहाँहरूलाई लाग्छ निश्चित युवाहरू रूपमे जागिसकेको छ। अहाँ लग जयनारायण जी पुनः अहाँ लग एबै कियाकि अहाँ राजविराज नगरपालिका के प्रवक्ता सेहो छियै, एहिमे जिम्मेवार निकाय के दिस से छियै, तऽ अहाँ लग पुनः आयल जेतै। ताहिसँ पहिले हम वरुण जी लग जायब, अपना सब लग समय के अभाव छै। ई आषाढ़ के महीना आबि गेल छै आ आषाढ़ के महीना में अपना सबके भविष्य की चिंता होइ छै। जखन वर्तमाने में भविष्य के बारे में सोचबै, कियाकि हम एहि दुआरे कहि रहल छी जे आब स्थानीय सरकार सबके बजट आने के समय छै। तऽ स्थानीय सरकार से एहिठाम के आम जन के की अपेक्षा छै सेहो आबि जेना चाही। एकटा स्थानीय सरकार के प्रवक्ता जी एहिठाम छथि, तकर बाद ओ अपेक्षा अयला के बाद हुनका से हमसब एकटा वचन सेहो लेबै जे एहिबेर ओ सब युवा के लेल कोन कार्यक्रम लऽ के आबि रहल छथि, एहिबेर के बजट में की सब समावेश करता। तेँ हम जयनारायण जी से सेहो आग्रह करबनि जे आब जे किछु अपेक्षा हेतै ताहि पर अपने के विशेष ध्यान रहे। हम वरुण जी से प्रश्न करबनि जे एहिठाम सप्तरी के विकास के लेल स्थानीय सरकार सब, चाहे वो राजविराज नगर पालिका है या अन्य पालिका है, ते सब में केहन किस्म के कार्यक्रम सब युवा के लेल रखना चाहिए, जैसे कि विकास आ समृद्धि हेतै, युवा सब और सशक्त हेतै। अपने के अपेक्षा की छै एकटा युवा के दृष्टिकोण से? वरुण जी धन्यवाद। हमरा जे लागैए, हमर अपन पर्सनल विचार कहै छी, जते भी अखन स्थानीय तह छथिन एहिठमा 18टा पालिका सब, किओ आइ तक ई 6 वर्ष में एहन कोनो काम नहीं केलकै कि युवा के लागी एकटा होइ छै ने महत्वपूर्ण योजना हम जे देखलहुँ आ जे हम अखन हिनकर सबके नीति तथा कार्यक्रम सब देखै छियै और हमरा लागै छै आगामी दिन में सेहो नहीं हेतै। हिनकर सबके की छै, एकटा राजनीतिक बेनिफिट के लागी उपभोक्ता के छोटका छोटका कार्यक्रम छै। कोनो मेयर जी से अपने पूछबे काल्हि बना कि अहाँ 5टा कोन एहन योजना के लिए जे सबसे महत्वपूर्ण या अपने का कार्यकाल जेते तब वो अपने के नाम लेते, तो हमरा विचार से क्यों नहीं कह सकथिन। कियाकि सब लोग, ककरो लोग 50 करोड़ छै, ककरो लोग 1 अरब छै, बजट सब लग छै। टाइम में खर्च करते कोना सेहो नहीं एकटा छुटिया सकै छै। कियाकि भाग भंडा हम अपन ककर आदमी के देबै पहिने से सोचै छथिन फर्स्ट, या तऽ ई योजना से की हमर जनता के हेतै, हमर कते वोट कैलकुलेशन बढ़ते से देखै छथिन, या ई वाड़ा में हम नहीं देबै तऽ हमर बहुमत कते हेतै, कम हेतै, ई देखै छथिन। जनता के ऐसे की उपभोग हेतै काल्हि भने, ऐसे बिजनेस पर्सपेक्टिव के की हेतै क्यों नहीं सोचे छथिन। जना लाई छै आगामी वर्ष के बजट में हम वाड़ा अध्यक्ष जी के सेहो कहबै, एहन कोनो एकटा प्लान आनू कि जे अहाँके 1 साल में अपने सब कंप्लीट कर लेबै आ ई सप्तरी के लागी या राजविराज के लागी एकटा महत्वपूर्ण चीज है, एहन आनू। एकेटा काम करू मगर एहन काम करू जे एकटा महत्वपूर्ण चीज हो। ई कतौ जाइ छै आषाढ़ मसान में अहाँ देखबै हरेक ठाम थाल खींच, किया कतौ 4 लाख के उपभोक्ता, कतौ 5 लाख के उपभोक्ता, कतौ 2 लाख के उपभोक्ता, कियाकि सब कार्यकर्ता के लागी छै आ ई सब एकटा युवा के भटकाबै के लागी छै। जैसे ई पैसा जे दै छै युवा सबके या उपभोक्ता सबके, लागै छै हम हमर पैसा दै छै, नहि, ई अपने सबके टैक्स के पैसा जनप्रतिनिधि मार्फत दै छै। एहि कारण से एकटा भटक जाइ छथिन युवा सब, जेना सेहो लागै छै हमरा। एहि सबमे एकटा कंक्रीट काम, जहिठमा एक बेर रोड बनलै तहिठमा दोसर बेर रोड नहीं बनतै, जहिठमा नाला बनलै तऽ दोसर बेर नहीं बनतै। एकटा कंक्रीट प्लान के साथ जे काम करतै ने तऽ हेतै। एहिठमा राज्य विराजमे बहुत एहन योजना देखलियै जहिठमा अहाँके केंद्र सरकार के योजना छै, तबो अहाँके नगर पालिका जे छै माटो ग्रेवल कतौ कतौ फेंक देने छै, कियाकि हुनका सबके बजट सकबै छै। अहिना अहाँके कृषि के देखबै, जतऽ अहाँके माटि के छै या ग्रेवल छै, एहिठमा अहाँके प्रदेश सरकार के कृषि के रोड के योजना सब देखलियै। तऽ एहि सबके कारण से विकास कनिक असंभव लागै छै। युवा सबके स्पेशली इस सब चीज में कनी फोकस करऽ पड़तै कि आइ के बेनिफिट से लैके, आइ के बेनिफिट नहीं, काल्हि के हमर आवे वाला पुस्ता के की चीज में बेनिफिट हेतै, एहि चीज में जाय पड़तै। और एकटा राजविराज या कोनो भी पालिका हो, एकटा एहन कम से कम काम कर जे अपना नहियो रहबै तऽ ई काम के नाम लिअ। एकटा चीज कहावत छै कि कोनो इवेंट एहन करू कि इवेंट के साल भरि चर्चा हो। अपना सब दिस एकटा भोज करै छै कि, आ भोज करै छै तऽ की होइ छै, एकटा भोज के बाद दोसर भोज होइ छै, तऽ एकर एहन भोज भेलै कि एकटा परंपरा छै कहै के। तहिना एकटा एहन काम करू कि एहिठमा एहन काम हेतै तऽ दोसर पालिका के राजविराज में एस्तो भऽ हो कहि के एकटा एग्जाम्पल दिअ। हम इएह चाहै छी। जी जयनारायण जी लग हम जायब। जखन ई आषाढ़ में बजट आबै छै या ओहिसँ पहिले नीति तथा कार्यक्रम आबै छै,
तो स्थानीय सरकार अयला के बाद एक अवधारणा की छे जे कोनो योजना आबे तो टोल स्तर में बैठक बैस कऽ ओहि टोल के आवश्यकता की छे तय के आधार में छनौट कए कऽ ओहि टोल वासी से पूछ कऽ वास्तव में योजना समावेश कयल जाइ छै। लेकिन अपना सबके अभ्यास में की देखल गेल छै कि कतौ तो बजट भाषण भेला के बादो वार्ड से योजना पेश कयल जाइ छै अपना अनुकूलता के आधार में। जेना वरुण जी कहलखिन एहि संदर्भ में हम जोड़ऽ चाहब जे तै लए कऽ की है जे कखनो काल जे प्रदेशो ओही काम में योजना में बजट दऽ दै छै आ संघो के ओही में आबै छै, जे नहीं होना चाहिए। एकीकृत योजना तर्जुमे कार्यक्रम एही के लेल कयल जाइ छै, लेकिन ये अपन स्थानीय सरकार में अभ्यास नहीं देखल जाइ छै आ राज नगर पालिका सेहो एहिसँ वंचित नहीं छै, ओही पुरना अभ्यास में छै अपने अनुकूल से योजना देनाइ। जयनारायण जी अहाँ के वार्ड के अवस्था की छै, अहाँ कतेक टोल में योजना छनौट करे छी, अहाँ के पालिका में एहि चीज सब में कतेक सुधार के अवस्था छै, एहि बेर अपने सब केहन कार्यक्रम सब लए के आबि रहल छी, एहि पर अपने के जवाब चाहबे। धन्यवाद। अपना सबके 3 तरह के सरकार छै और पक्के एक दोसर से जुड़ल कोनो भी योजना नहीं छै। जेना केंद्र सरकार का अपने ढंग का अवधारणा छै, नीति कार्यक्रम लबै छै, ओकरा प्रदेश संगे कोऑर्डिनेशन नहीं छै। प्रदेश सरकार जे कथी कहै छै अपन नीति तथा कार्यक्रम लबै छै ओकरा संबंधित पालिका संगे नहीं छै कोऑर्डिनेशन। आ पालिका जे अपन योजना लबै छै वो संपूर्ण वड़ा सबसे वड़ा भेला से वड़ा अध्यक्ष सबसे वड़ा समिति के निर्णय अनुसार लऽ कऽ आबै छै। तो हमरा सब ल ई तो हमरा सब पालिका छिए, ओहि पालिका में केंद्रीय योजना कोन कोन छै ओकर कॉपी चलि आयल रहे, प्रदेश के योजना कोन कोन छै ओकर कॉपी चलि आयल रहे, तब पक्के वो दोहरेते नहीं तेहरेते नहीं। तै कारण एक द्वार प्रणाली अंतर्गत यदि कोनो योजना छनौट है तब ई समस्या के समाधान हेते। आ जावे धरि ई 3 द्वार प्रणाली कहै छियै ने अपना सब, ई 3 जगह से जे योजना जाइत रहते तो अपना सबके एकटा उखान छै जे गहींर खेत रहे छै ने कहै छै लागले खेत में जे खेत में पानि लगल रहे छै वह खेत में पानि लागे छै, जहिठना योजना रहे छै वहीठना फेर योजना डालल जाइ छै। क्या ओकर अपन पहुँच से अनुकूलता अनुसार प्रदेश सरकार केंद्र सरकार योजना डाल देने रहे छै। अब ओकरा सब उ योजना के हमरा को काटियो नहीं सकै छियै, ओहिना विशुद्ध रूप में केंद्र सरकार के योजना में हमरा सबके कोनो हस्तक्षेप नहीं छै, प्रदेश सरकार के योजना में कोनो हस्तक्षेप नहीं छै। एते देर नहीं छै जे संबंधित वार्ड में काम होइत रहे छै आ हमरा सबके इहो पता नहीं रहे छै कि ये केंद्र का काम छै कि प्रदेश का काम छै। आब एहिठना तो देश में विभेद तो छै, एकरा अंत के करते कल के खराब तो छै बाँदर के घंटी के बांधते, बाँदर के घाटी बांधे ले तो ककरो कमर कस के आगाड़ी बढ़ पड़ते। तो अपन युवा नेता कहते रहे छै तई चुप मैं चुप, एहिना ई प्रथा जे छै से द्रुत गति में छै जे कोई ककरो बाजे में टीका टिप्पणी करे नहीं चाहे छै। हमर देश के प्रधानमंत्री छै ओकरा बारे में हम क्या बाजब, साझेदारी कथी कहै छै दल नेकपा एमाले छै, अखिलेश दाजू क्या बाजते ओकरा बारे में। तो ई प्रथा जावे धरि रहते जे ओकरा बारे में ओ नहीं बाजे ओकरा बारे में ए नहीं बाजे तावे धरि ई प्रथा जे छै से अंत नहीं हेतै। रहले सवाल युवा के क्षेत्र में और नया भावी हमरा सबके योजना के बारे में, योजना के बारे में अखन धरि कोनो भेला नहीं भए गेल छै। उ टोल भेला से टोल के भेला से गांव कमिटी अनुसार तकर बाद हमरा सब वड़ा समिति से निर्णय करे छियै और पठावे छियै। पक्के युवा सब जागू, हमरा सबके किछ दिन के बाद नगर सभा भए रहल छै, युवा सब संयुक्त रूप में एकटा कार्यक्रम बना के लाबू और उ कार्यक्रम केनंग पड़ते ओहि के लेल हम अथक प्रयास करबे और उ कार्यक्रम पारना चाहिए कह के पूरे जोड़ तोड़ के साथ लागबे से हम प्रतिबद्ध होइ छी। धन्यवाद। धन्यवाद राजविराज नगर पालिका के 8 नंबर के वार्ड अध्यक्ष जी। सप्तरी विचार उत्सव दोस्रो दिन अंतिम सेशन यही अंत हुँदैछ घोषणा गर्दै सप्तरी विचार उत्सव में सहभागी घोषणा गर्दै एउटा प्रश्न म राख्न चाहन्छु 2 जनासँग, युवा अभियन्ता मोहनसँग, हामीले सप्तरी कस्तो हेर्न चाहन्छौँ? अन्तिम प्रश्न तपाईसँग, हामीले कस्तो सप्तरी हेर्न चाहन्छौँ?
परमेश्वरजीबाट सुरु गरौँ। हामीले चाहेको सप्तरी कस्तो हुनुपर्छ, हामीले हेर्न चाहेको सप्तरी के हुनुपर्छ? 30 सेकेन्डमा भनिदिनु होला। धन्यवाद। हामी समावेशी, जहाँ सबैको सबै वर्ग सबैले खुलेर आफ्नो कुरा राख्न सकोस् र विकासका प्रचुर साधन स्रोतहरूको म्याक्सिमम प्रयोग होस्, उपभोग होस्। जस्तो कि विगतको हामीले स्थानीय तहको बजेटहरूको अवस्था हेर्ने हो भने झन्डै 86% बजेट खाली कङ्क्रिट रोड बनाउनमा गएको छ। तर युवा लक्षित कार्यक्रम हेर्ने हो भने 1 पोइन्ट कति। त्यही भएर अब चाहिँ युवा साझेदारीका कार्यक्रमहरू गरौँ, ताकि जबसम्म सबै वर्गको सहभागी तबसम्म विकास अगाडि हुन सक्दैन। र हामीले त्यस्तै समावेशी युक्त, सबैको पहुँचयुक्त सप्तरी हेर्न चाहन्छौँ। अब तपाईँले अब हामी कस्तो सप्तरी हेर्न चाहन्छ भन्ने प्रश्न गर्नुभयो। साँच्चीकै नै सप्तरी अब सबै तहबाट सम्पन्न भएको सप्तरी हामी हेर्न चाहन्छौँ। सकारात्मक पक्षबाट तै चुप मै चुप यो अन्त होस् यस्तो बनेको सप्तरी हेर्न चाहन्छौँ। विकास, शिक्षा, स्वास्थ्य, क्लाइमेट सबै परिवर्तन भएको सप्तरी हेर्न चाहन्छौँ। र यहाँका खास गरी नेताहरू आफ्नो भाषण र कर्ममा दुईटैमा समानता नल्याओस् यस्तो सप्तरी हामी हेर्न चाहन्छौँ। हामीले कस्तो सप्तरी हेर्न चाहन्छौँ अखिलेश सर? धन्यवाद सौरभ भाइ। हामीले सप्तरीका युवाहरू कहीँ जाँदाखेरि, कहीँ कुनै राम्रो सहरमा गयो भने हाम्रो राजुराज जस्तो यो ठाउँ धेरै राम्रो होइन भनेर जुन सोचिरहेछौँ नि, त्यो हामीले हेर्न चाहेको सप्तरी कस्तो हुनुपर्छ भने हामीले देख्न चाहेको सप्तरी सुन्दर सप्तरी देख्न चाहन्छौँ, सुन्दर राजविराज देख्न चाहन्छौँ। यो सप्तरी अरू ठाउँका मान्छेहरू, अरू सहरका मान्छेहरू सप्तरी आयो भने सप्तरी धेरै परिवर्तन भयो, सप्तरी धेरै सुधार भयो, सप्तरीका विकासले फड्को मार्यो भनेर अरू सहरका साथीहरूले कमसेकम महसुस गरोस्, त्यहाँ गएर चर्चा गरोस् र सप्तरीका समग्र विकास, हामीले समग्र विकास, हरेक कुराको विकास हामीले सप्तरीमा देख्न चाहेका छौँ। जयनारायण सर, मैले हेर्ने सप्तरी कस्तो हुनुपर्छ तपाईँले चाहेको सप्तरी? धन्यवाद। हामीले हेरेको सप्तरी भनेको ग्रिन राजविराज, क्लिन राजविराज, ग्रिन सप्तरी, क्लिन सप्तरी, यसकै अवधारणामा हामी सबै युवा जुट्नुपर्छ। यति परिकल्पना गर्दै गर्दा सारा कुरो त्यसमै आउँछ। हस्, धन्यवाद। वरुण सर, हामीले हेरेको सप्तरी, तपाईँले हेरेको सप्तरी कस्तो हुनुपर्छ, कस्तो चाहनुहुन्छ? मैले हेर्न चाहेको सप्तरी शिक्षा, स्वास्थ्य र रोजगारमा अगाडि भएको हेर्न चाहन्छु। र अर्को मेरो एउटा सानो प्रश्न उहाँसँग छ, यो सप्तरीलाई अहिले तपाईँको अगाडि बढ्नमा मलाई जहाँसम्म लाग्छ एउटा बाल भिक्टोरिया जुन जग्गाको आइरहेछ होइन लालपुर्जा, त्यो पनि एउटा धेरै ठुलो प्रब्लम छ। त्यसलाई तपाईँहरूले के सोच्नुभएको छ? मेरो प्रश्न मात्र। किनभने यो जबसम्म मान्छेले ब्याङ्किङ फेसिलिटी या केही पाउँदैन भने त्यहाँको सहर डेभलप हुँदैन। यो हाम्रो पुरानो घरहरू हामीले यस्तै हेरिरहेको छौँ र डेभलपमेन्टको कुरा हामीले धेरै गाह्रो हुन्छ। नगरपालिकाले यसको बारेमा के अहिलेसम्म थिङ्किङ गरेको छ कि यो बाल भिक्टोरियाको कुरा जुन 2060 सालमा यो इन्ड भइसकेको थियो, नापीले किन यस्तो लापरवाही गरिरहेछ? जुन तपाईँहरूको नगरपालिकाले यसमा के पहल गरेछ यो एउटा मलाई जानकारी गरिदिनुहोस्। प्रश्न सोध्ने मेरो अधिकार होइन, तापनि मलाई सोध्न इच्छा भएर मैले सोधेँ। धन्यवाद। धन्यवाद। हाम्रो नापीका पहिलेका कार्यालय प्रमुख शत्रुघ्न यादवलाई हामीले आफ्नै कार्यपालिका बैठकमै बोलाएर हामीले सोधेको थियो, यो भिक्टोरी जग्गाको सम्बन्धमा के छ तपाईँको कानुनी अवधारणा? उहाँले भन्नुभएको थियो भिक्टोरी जग्गा भनेर त हाम्रो राजविराज नगरपालिका यो जुन 60 बिघाको जति प्लटहरू छ नि त्यसमा मात्र छ। त्यसको लागि पहल चाहिँ आफ्नै ठाउँबाट गर्नुपर्ने हुन्छ। हामीले यो भूमि आयोग जुन बनाएको छ नि, भूमि आयोग अनुसार उहाँहरूको फेरि नाप जाँच प्रक्रिया अगाडि बढाएर अनि मात्र दिन सकिन्छ भनेर उहाँले भन्नुभयो। केही दिन मात्रै, त्यसपछि उहाँ 1 महिना झन्डै 1 महिना बस्नुभयो र यो किता काठकै यो लफडामा झन्डै 3-4 महिना खर्चिनु भयो र त्यसपछि उहाँको आफै सरुवा भयो। नयाँ हाकिम साहब आउँदाखेरि हामी भिक्टोरी जग्गाको कुरा अगाडि सारेका छौँ। सिडिओ साहबकै अध्यक्षतामा बसेर
बिटोडी जग्गा र हाम्रो अतिक्रमण जग्गाहरू धेरै छन्। धेरै सरकारी जग्गाहरू पनि मान्छेले अतिक्रमण गरेर आफ्नै नाउँमा पनि दर्ता गर्ने प्रक्रिया धेरै अगाडि बढिसकेको थियो। त्यसलाई पनि छानबिन गरी बिटोडी जग्गाको केसमा पनि हामीले सम्बन्धित कार्यालयलाई दबाब सिर्जना गरेका छौँ र चाँडै त्यसको निकास हुनेछ। धेरै चाँडो निकास भेटाउँछ बिटोडी जग्गाको केसमा। यसबाट तपाईँ प्रतिबद्धता गर्न सक्नुहुन्छ? तपाईँको कार्यकालमा यो होला, त्यसको लागि पहल गर्न सक्नुहुन्छ? पक्कै हामी पहल त गरेका छौँ। अब आशा र विश्वास दिलाउन चाहन्छौँ कि बिटोडीको केसमा हामी सम्बन्धित कार्यालयसँग पहल गरेर चाँडै यो समस्याको समाधान गर्नेछौँ। अब म अब अन्तिम तर्फ गइहालेँ। कार्यक्रम प्रस्तोता बबुल मिश्र प्रवेशजीलाई भन्छु, तपाईँले हेरेको सप्तरी कस्तो चाहनुहुन्छ 1 मिनटमा? धन्यवाद सौरभजी। मलाई हम मैथिली में कहब एक गीत बहुत याद एले, हम बात करी प्यार के वो समझे बेकार। एठम मिलल घरवाली कहे छे, लेकिन किछ संदर्भ परिवर्तन कब जो एठम घरवाली के रूप में जे छे से सरकार के देखियो आ घर वाला के रूप में जनता के देखियो। जनतो प्रश्न करे छे आ सरकार ओकरा बेकारे समझे छे। कोई प्रश्न के ओकरा लेल कोनो वैल्यू नहीं छे। जखन प्रश्न करबे तो कहियो धन्यवाद कहत निकल जाय छे, तो कहियो मोला जवाब छे न कहत निकल जाय छे। कखनो कहे छे जे बाद में गप करबे विषय पर। ई अवस्था के परिवर्तन होना चाहिए। सप्तरी के जनप्रतिनिधि जे छे वो जवाबदेह होना चाहिए आ जनता एठाम के प्रश्न करे वाला होना चाहिए। सप्तरी देखब केहन तै के लेल सप्तरी में देखब हम जे अस्पताल सप्तरिये में भेट जाए। हमरा विराटनगर काठमांडू ने जाए पड़ आ पढ़े के लेल हमरा सेहो बाहर ने जाए पड़। हम जे शिक्षा पाबऽ चाहब एही ठाम पाबली। अवस्था ई छे जे आईएड बीएड बीएससी कॉमर्स कंप्यूटर इंजीनियर आ डॉक्टर आ वकील बाहेक के पढ़ाइयो होइ छे सेहो बहुते सप्तरिया विद्यार्थी के नहीं बुझल हेते। एके बाहे के कते पढ़ाई है, यदि जेबे तो बहुते पढ़ाई है, लेकिन समस्या ये है जखन कॉलेज से निकलबे की पढ़बे तो वह बुझे छे इंजीनियर डॉक्टर वकील। ऐसे बाहेको के पढ़ाई है तत तक के ज्ञान नहीं है। जखन अपना सबका आधारे ज्ञान नहीं है तो बेसी ज्ञान कत से लेबे। तो अवस्था हम ई चाहे छिए जे हम जे चाही विकास के जे सब एकटा पूर्वाधार है छे, सड़क यातायात संगे अस्पताल शिक्षा लगायत के जे सुविधा वो हमरा सप्तरी में भेट जाए, हम वो सप्तरी देखे चाहे छी। धन्यवाद। अंत में औजका सेशन समापन भेल। सप्तरी विचार उत्सव पहिलो संस्करण, यो अंतिम संस्करण, अंतिम दिन को अंतिम संस्करण अंत भएको घोषणा गर्दछु। र एउटा क्वेसन सौरभजीसँग पनि, तपाईँले कस्तो सप्तरी हेर्न चाहनुहुन्छ? ठीक छ। धन्यवाद मोहन सर। मैले चाहेको सप्तरी म जयनारायण सरसँगै उहाँको शब्दमा जान्छु, ग्रीन सप्तरी। ग्रीन सप्तरी, सप्तरीमा सद्भाव हुनु पर्यो, हिन्दू मुस्लिम सबै हामी हुनु पर्यो। विकासमा सप्तरी हुनु पर्यो, रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्नु पर्यो, नर्सिङ कलेज बन्नु पर्यो। आज तपाईँ जुन मञ्चमा हुनुहुन्छ भोलि पनि तपाईँ यही मञ्चबाट सङ्घीय सांसदमा तपाईँ प्रतिनिधित्व गर्नुहुन्छ। मैले त्यस्तो सप्तरी हेर्न चाहन्छु। धन्यवाद। धन्यवाद सप्तरी विचार अतिथिगण के धन्यवाद। संगे सबसे धन्यवाद जे हमरा सब संगे निरंतर एठाम के श्रोता रहलो। आ ई सप्तरी विचार उत्सव निश्चित रूप से एकटा निष्कर्षक विचार अन्न हेते। ऐसे राजविराज सहित सप्तरी में परिवर्तन हेते से आशा सहित आई के ई सेशन एठाम अंत करे छी। प्रयास रहते जे अगला सेशन सब से हो, सीजन सब लगातार आबैत रह। धन्यवाद। सप्तरी विचार उत्सव अर्थात पहिल संस्करण सप्तरी विचार उत्सव के यही संस्करण सँगै अंतिम सेशन सँगै औजका यही पहिल संस्करण अंत करेछि। सप्तरी विचार उत्सव में राजविराज नगरपालिका छिन्मस्ता गाउँपालिका के सो धन्यवाद देना चाहिए। यही सप्तरी विचार उत्सव में अहम भूमिका खेलनेहार बैक साइड में कहे हम यहाँ विष्णु यादव जी के बहुत बहुत धन्यवाद देना चाहिए। सप्तरी विचार उत्सव में देश के गण्यमान्य व्यक्ति सब योगेश भट्टराई जी, माधव सापकोटा जी राष्ट्रीय राजनीति में प्रतिनिधित्व गरेर संपूर्ण के धन्यवाद देना चाहिए। जो विचार के बात है छे तो लोग बहुत कम है छे। माछ बाजार में लोग के भीड़ देखबे, सुन बाजार में लोग के कम देखबे। सेशन समाप्त करके कार्यक्रम संचालिका को हम दे छी।
जहाँ नीति निर्मातादेखि लिएर विकासका जिम्मा पाउनेदेखि लिएर आम जन हुन्छन्, जहाँ विचारक पनि हुन्छन्, विश्लेषक पनि हुन्छन्, जहाँ चौतर्फी बहस हुन्छ, त्यहाँबाट पक्कै पनि केही सकारात्मक निष्कर्ष निस्किन्छ र ती निष्कर्षले आगामी दिनहरूमा स्थानीय मात्र नभई हरेक क्षेत्रमा अर्थपूर्ण टेवा पुर्याउँछ। विकासको गतिलाई परिवर्तन गर्न पक्कै पनि यस्ता वैचारिक छलफल हुन जरुरी छ र यस मन्थनको लागि सप्तरीमा कुनै मञ्च नभइरहँदा सप्तरीमै पहिलो पटक आयोजित यस विचार उत्सवको हामी अन्तिम घडीमा छौँ। अन्त्य एक नयाँ थालनी हो र यसको सुरुवात भइसकेको छ र यससँगै कार्यक्रम समापन गर्ने समय भएको छ। कार्यक्रमको समापनको तथा धन्यवाद ज्ञापन गरिदिनु हुनको लागि यस कार्यक्रमको सभापति र यसै सप्तरी विचार उत्सव सभापतिज्यू वरुण झाज्यूलाई म यहाँ स्टेजमा हार्दिक आमन्त्रण गर्न चाहन्छु र यससँगै यहाँहरू माझबाट म कार्यक्रम प्रस्तुता जेनिसा सुमन पनि यतिमै बिदा माग्दछु। फेरि भेट हुने नै छ। हस्त, धन्यवाद। सबैमा धन्यवाद। आदरणीय यस